त्यत्तिकै सुरु गर्दै हजुर गर्ने कहाँबाट सुरु गर्ने भन्दाखेरि पनि हजुर सुरुमा अब त्यति तपाईँलाई त चिन्दैन थियो जापानमा हजुर रेकग्नाइजेसन अलिक कमै थियो हजुर त्यसपछि मेरो टिकटकमा पनि एक दिन त्यही तपाईँले एकचोटि मेसेज दिनुभएको थियो हजुर त्यो आयो क्या मेरो टिकटकमा पनि अनि ओके त्यस पछाडि त्यसको बारेमा पनि मलाई पनि थाहा थिएन होइन हजुर हजुर म जस्तो थुप्रोलाई थाहा पनि थिएन, थिएन होला त्यति बेला अनि त्यहाँबाट त्यो हेरेँ अनि त्यहाँबाट कस्तो लाग्यो भने नि खुसी क्या हजुर हुन्छ नि एउटा नेपाली भएर त्यो मेन सिसी दिँदाखेरि अनि त्यहाँबाट त्यो जापानिजको अगाडि अन्त तपाईँको कन्फिडेन्स हजुर तपाईँको त्यो बोली देख्दाखेरि चाहिँ हजुर खुसी लाग्ने रहेछ नि नेपाली भएर चाहिँ कति राम्रो गरेको कस्तो रहेछ को चाहिँ रहेछ मान्छे भन्ने चाहिँ त्यति बेला चाहिँ सायद त्यसपछि एकपछि त पुरै भाइरलै भयो त्यहाँनिर त्यहीँबाट जाउँ न त होइन त्यस पछाडि तपाईँलाई चाहिँ त्यो एकपछि अर्को नेपालीले चिन्दाखेरि हजुर म जस्तै भाइरल भएर चिन्दाखेरि कस्तो हुँदो रहेछ भन्नाले हजुर त्यहाँबाट जाउँ न त त्यो तपाईँको त्यो जुन मेसेज छ इन्टरभ्यू छ त्यो चाहिँ कसरी हुन्छ के हो त्यो त्यहीँबाट सुरु गरौँ न त है ओके स्योर सो फर्स्टमा त अब यतिकै भाइरल मान्छेसँग बसेर होइन यो कुरा पाउँदैन एकदम आइम रियली ग्रेटफुल अनि सो त्यो चाहिँ स्युखाचु साबाइबर नियो भन्ने एउटा प्लेटफर्म हो जुन चाहिँ स्पेसली जापानिजहरूको लागि चाहिँ नर्मल सिउसु खाचुदो भन्दा केही बाहेक अलिकति डिफ्रेन्ट गरौँ न त भन्ने सोचमा चाहिँ एउटा रेवानो तोरा भन्ने सायद जापानिजहरूले थाहा हुन्छ होला त्यो चाहिँ स्याचुहरूको एउटा कम्युनिटी हो कोरिउ खाइ जस्तो हो अनि त्यहाँको यो मेम्बरहरू मिलेर चाहिँ सुरु गर्नुभएको रहेछ अनि सुरुमा चाहिँ मैले एउटा एकजना जापानिजको देखेको थिएँ अनि उसले चाहिँ इसेनमान एन नेन्स्यु किबो गरेर सुरुको 1 वर्षमा चाहिँ इचेनमेमा चाहिँ फरारी खाइताई भनेर भनेको थियो क्या अनि 1 वर्षमा फर्स्ट स्यालेरीमै फरारी खाइताई भन्दाखेरि पनि है देखिमास यो गाम्बारे भए भन्छ अनि म चाहिँ सुरुमा मलाई लाग्यो सायद मेबी ब्ल्याक कियोहरू होला अथवा जेन्युन त हुँदैन कि साह्रो त भन्ने सोचेँ अनि आफैले एक्चुअली के भयो त गरौँ त भनेर सुरु गर्दाखेरि चाहिँ आफूले तय अवश्य गरेँ त्यसपछि केही मेनदानहरू भयो अनि उनीहरूले अब क्वालिफिकेसनहरू यताउतिहरू चेक गरे उनीहरूले प्रेजेन्टेसनहरू दिन लगाए अनि त्यसपछि ओके ल होमबानमा दिन मिल्छ भने अनि त्यहाँ चाहिँ तपाईँ कसरी छ भन्दाखेरि चाहिँ अब ऱ्यान्डमली विदेशी गाईको निहोन्जिन जसले पनि एप्लाई गर्न मिल्ने त्यो चाहिँ तपाईँको जस्तै नर्मल सिउसु खासमा चाहिँ कम्पनीले यति स्यालेरी फिक्स यति ओभर टाइम यति भनेर फिक्स गर्दै हुन्छ भने त्यहाँ चाहिँ गएर मसँग यो पोटेन्सियल छ मसँग यो खुबी छ त्यही भएर मलाई चाहिँ यति नेन्स्यु देऊ भनेर आफूले डिमान्ड गर्ने आफ्नो डिमान्डमा उनीहरू यदि चित्त बुझ्यो भने उनीहरूले ओके भनिदिन्छ हजुर मैले सोध्न खोजेको चाहिँ कस्तो त्यो एप्लाई गर्दाखेरि हजुर कसरी चाहिँ अनलाइन एप्लाई गर्ने हो कि तिनीहरूको कुनै अफिस छ कि जाने हो कि कसरी गर्ने हो त अफिस चाहिँ यहीँ ओदाइमामा छ दसो हो भन्ने बिल्डिङमा अनलाइनको लागि चाहिँ युआरएल उनीहरूको जुन अफिसियल टिकटक पेज छ त्यो टिकटकको टपमा राखेको छ युआरएल त्यहाँ क्लिक गरेर आफूले ओबोसिताई भनेपछि उनीहरूकोबाट रेन्डाको आउँछ अनि त्यसपछि उनीहरूसँग मेनदान हुन्छ 2-3 चोटि अनि मेनदान हुन्छ तपाईँको बारेमा धेरै कुराहरू बुझ्छ अनि त्यो मेनदानमा प्रोसेसमा चाहिँ ओके छ भनेपछि फाइनल होमबानमा त्यहाँ गएर आफूले प्रेजेन्ट गर्ने हो जस्तो कम्पिटिसनहरू चाहिँ जस्तै नेपाल आइडलहरू आयो सुरुमा हुन्छ नि तपाईँको अडिसनहरू त अडिसनहरू जस्तै 1 2 3 गरेपछि अनि त्यसबाट चाहिँ त्यहाँबाट ओके भएपछि अन्तिममा फाइनलमा चाहिँ त्यहाँ पुग्नु ए त्यसो गर्ने नि त्यसमा चाहिँ को जान पाउने हो र त्यहाँ चाहिँ यसो त्यसमा चाहिँ तपाईँको केही पनि त्यस्तो क्राइटेरिया राखिदिएको छैन गाक्सै पनि जान पाए जो चाहिँ सिउसुको हुनेवाला छ अथवा अलरेडी सिउसो गरिसकेको मान्छे तेन्सेको लागि जान पनि पाइयो अथवा मुसेको भएर काम नगरिकन बसेको मान्छे यदि कोही छ डिपेन्डेन्ट छ जो पनि जान पाउने त्यसको कुनै पनि क्राइटेरिया छैन जापानिज विदेशी कुनै पनि एजको कुनै पनि लेभल अफ एजुकेसन भएको मान्छेले एप्लाई गर्न पाइन्छ ए अनि भन्न खोजेको चाहिँ त्यहाँ चाहिँ स्यालेरी हुन्छ नि स्यालेरी चाहिँ आफूले डिमान्ड गर्ने हजुर तिनीहरूले चाहिँ कस्तो भन्नाले खालि काम मात्रै खोजिदिने हो कि जस्तै अब बिजनेसै तपाईँलाई एउटा बिजनेस छ त्यसको पुरै अब तँलाई के अरे तपाईँलेको रेस्पोन्सिबिलिटी पुरै दिएर यो बिजनेस सम्हाल भनेर दिने हो कि अब त्यहाँ एउटा छ कि काम मात्रै लगाउने हो कि तपाईँको लागि बिजनेसै खोलिदिन पनि सक्छन् तयार हुन्छन् हजुर नर्मल त्यहाँको म जानुभन्दा अगाडिसम्म प्याटर्न चाहिँ त्यहाँ 4-5 जना स्याचुहरू हुनुभयो आफूले किबो गरेको स्यालेरी नेन्स्यु एनुअल स्यालेरी उनीहरूले दिन्छु भनेपछि कुन चाहिँ स्याचुले दिन्छु भन्छ यदि एकजनाले म दिन्छु भने पनि उसको कम्पनीमा उसको कम्पनीको एज ए स्टाफ काम गर्ने भयो तर मेरो चाहिँ कस्तो भयो भन्दाखेरि त्यहाँ भएको 4 जना स्याचुहरू 4 जनाले चाहिँ ल मेरोमा आऊ भन्दै गर्दाखेरि उनीहरूले मलाई चाहिँ 4 जनाकै कम्पनीमा कुनै एकजनाको कम्पनी चुज गरेर छिर्ने कि हामी 4 जनाको रिसोर्सेस युज गरेर एउटा नयाँ कम्पनी स्टार्ट गरेर त आफू स्याच्यो भनेर हाम्रो लागि काम गर्ने त भन्ने कुरा गर्दा चाहिँ एउटा पर्टिकुलर कम्पनीमा छिर्नु भन्दा चाहिँ ल 4 जनाकै रिसोर्सेस युज गरेर नयाँ कम्पनी स्टार्ट गरौँ त भनेर मैले चाहिँ त्यो हिसाबमा प्रपोजल राखेको अनि उनीहरूले त्यही अनुसारले अगाडि बढिरहेको छ मलाई अहिले पनि तपाईँ त्यही काम गर्दै हुनुहुन्छ हजुर म रिसेन्टली लास्ट इयर चाहिँ म त्यहीँ छिरेर अहिले त्यही प्रोजेक्टलाई काम गरिरहेको छु अहिले चाहिँ म अब त्यहाँभन्दा अगाडि जाम अब हजुर नेपालबाट
हजुर होइन नेपालबाट जाउँ कसरी आइपुग्नु भयो त जापान हजुर त्यहाँ जाउँ न त होइन ओके म नेपाल चाहिँ 2017मा आइपुगेको हुँ जापान हजुर नेपालबाट जापान चाहिँ हजुर 2017मा आइपुगेको हुँ त्यति धेरै एकदमै लङ भएको त होइन तर पनि अब 8 वर्ष अलमोस्ट भइसक्यो त्यही भएर चाहिँ नर्मल्ली जस्तो स्टुडेन्टहरू जस्तै गरी म पनि निहोन गएको स्टुडेन्टमै आएर निहोन गएको हाम्रो कानागावा केनको निहोन गएको आएर त्यसपछि सेनमन गएको गएँ त्यसपछि सिउसो गरेको हजुर तपाईँको त निहोनको छ नि हजुर लेभल चाहिँ एकदमै तपाईँको एकदमै माथि छ क्या तकाइ छ क्या हजुर। लेभल चाहिँ त्यो चाहिँ कसरी बनाउनु भयो तपाईँले त्यो चाहिँ हजुर अब यस्तो छ मेरो जुन त्यो अब त्यो बानगुमीको भिडियो अथवा प्लस अहिले रिसेन्टलीको जुन त्यो स्पिच कन्टेस्ट जितेँ त्यसपछिको भिडियोहरू अलिकति भाइरल भएपछि अलिकति मासमा पुगिसकेपछि धेरैजनाले केही सजेसन दिनु न यताउति भनेर पनि भन्नुहुन्छ होइन अब यस्तो छ कस्तो छ भन्दाखेरि जापानिज चाहिँ मैले के पर्सनली फिल गर्छु भने तपाईँले जति बोल्नुभयो तपाईँ त्यति बढ्ने हो है अनि प्लस हामीले चाहिँ एटलिस्ट दिनको 30 मिनट्स मात्रै भए पनि अथवा 1 घन्टा मात्रै भए पनि एभ्री डे चाहिँ दिनुपर्छ जस्तो लाग्छ हामी गाक्से भएको फेजमा चाहिँ तपाईँको त्यो जुन त्यो निहोन गएको दाइगाको सेनमन गएको हो जुन 4 देखि 6 वर्षको फेज हुन्छ तपाईँले एक दिनमा आधी घन्टा मात्रै पढ्नु भयो भने पनि तपाईँको त्यो 4 वर्षपछि तपाईँको त्यो लेभल त्यतिकै आउट तपाईँको छुट्टिहाल्छ कि त्यो पढ्न चाहिँ तपाईँले अब आफूले म चाहिँ कस्तो छ भयो भने मेरो चाहिँ स्पिच कन्टेस्टमा अलिकति बढी इन्ट्रेस्ट भएको भएर डिफ्रेन्ट टाइप्स अफ स्पिच कन्टेस्टहरूमा भाग लिने पार्टिसिपेट गर्ने अनि त्यसको लागि प्रिपरेसन गर्दै गएकोमा चाहिँ अब नयाँ वर्डहरू सिकियो अनि आफ्नो प्रेजेन्टेसन स्किलहरू पनि इम्प्रुभ भयो भनौँ न अब त्यही अनुसारले सबैले चाहिँ अब आफूलाई इन्ट्रेस्ट भएको भनौँ न एक दिन एभ्री डे 30 मिनट्स चाहिँ अब कसैले गीत गाउनुहोस् जापानिजमा कसैले एनिमे हेर्नुहोस् कसैले मुभी हेर्नुहोस् अथवा अब अहिले त त्यही हाम्रो रामप्रसाद आचार्य भन्ने हुनुहुन्छ नि एकजना अस्ति उसकै कमेडी हो किन उसकै कमेडीको भिडियो हेरे पनि सायद धेरै जापानिज सिक्न सकिन्छ जस्तो लाग्छ मलाई गाक्सेहरूले होइन त्यो वेमा गयो भने चाहिँ सायद सबैले सकिन्छ होला राम्रो बनाउन जापानिज भाषा चाहिँ नेपालमै पढ्नुहुन्थ्यो कि यस्तो हो नेपालमा चाहिँ अब हाम्रो नेपाली कम्युनिटीमा सबैलाई थाहा छ नेपालमा त्यस्तो पुरै पढेर N3 N2 पास गरेर आउने सायद कमै नै हुन्छ होइन म पनि त्यही फेजबाट आएको हो म पनि नेपालमा स्टार्ट त गरेको हो तर त्यस्तो धेरै होइन जस्ट N5 चाहिँ पास गरेको थिएँ नेपालमै नर्मल पढ्दै पढ्दै गएर अनि त्यसपछि मेन इम्प्याक्ट चाहिँ भन्नु जापान आएपछि भयो अलिकति स्ट्रङली यहाँ हामी पनि अब जापानै आएँ नपढि आएको म त हिरागाना कातागाना आउँदैन म आउँदाखेरि त त्यति बेला चाहिँ यहाँ चाहिँ कस्तो हुन्छ नि अब हाम्रो चाहिँ अब काम गर्ने पैसा कमाउने त्यस्तै देखियो फेरि त्यो पढ्ने इन्भाइरोमेन्ट दिउँ फेरि म होस्टेलमा बस्थेँ एउटै कोठामा 8 जना 8 जनामा कोही पढ्ने मान्छे कोही थिएन फेरि होइन त्यो इन्भाइरोमेन्ट पनि थिएन होइन तपाईँ त्यो एउटाले काम गर्यो मैले त आज यति कमायो भन्दाखेरि अर्कोलाई पनि ओहो यसले यति पो कमायो भनेर अब त्यही हिसाबले काम गर्न खोज्ने क्या तपाईँलाई चाहिँ त्यस्तो कहिले भएन त्यो भन्नाले कामले चाहिँ पढाइलाई उ गर्यो जस्तो या होइन कामै गर्दिनँ पढ्छु भनेतिर जानुभयो कि कस्तोको जानुभयो यस्तो भयो कामै नगरेको चाहिँ होइन किनभने हाम्रो त अब नेपालमा एउटा कस्तो नेपालीहरूमा कस्तो छ भने सेम्पाहरूले पनि काम बबाल च्यान्तो हान्ने अनि अब वरिपरिको साथीभाइहरू तपाईँले भने जस्तै अब साथीभाइ पनि च्यान्तो काम हान्ने दोयोबी पनि काम गरिरहेको छ यहाँ सुमिनी नबसी अनि आफूले पनि काम त गरिन्थ्यो नगरेको होइन निहोन गएको पनि काम गरेको हो तर म चाहिँ कस्तो थियो भने जस्तै बेलुका नाइट काम गयो भने नाइट काम भयो बिहान आएपछि बिहान मर्निङको गएको हुन्थ्यो मर्निङ गएको गयो अनि मर्निङ गएको सकेर आएपछि लगभग 5-6 घन्टा सुत्ने टाइम हो त्यो टाइमको बिचमा नि म कहीँको स्पिच कन्टेस्ट अथवा कहीँको प्रोग्रामहरूमा साङ्खा गर्न गइदिन्थेँ क्या अनि त्यो भएपछि म सुत्ने टाइम चाहिँ मैले 4 वर्ष आफ्नो हेल्थलाई नै अलिकति भनौँ न इम्प्याक्टै हुने गरी त्यति धेरै सुतिनँ होला तर काम गर्दै गएकोमा जाँदै अनि प्लस त्यो बाहेक एक्स्ट्रा केही करिकुलम एक्टिभिटिज भयो भने त्यसमा पनि पार्टिसिपेट गर्ने टाइम चाहिँ मैले जसरी छुट्याउँथेँ हजुर मलाई निहोनको गएकोबाटै त्यो आउने बित्तिकै त्यस्तो निहोन गएको म सुरुको लाइक 6 months to 1 year जति चाहिँ त्यस्तो खासै इन्भल्भमेन्ट भएन किन त्यतिखेर म काम गर्थेँ एमाजोनमा काम गर्थेँ अनि एमाजोनमा म ट्रेनर भइसकेपछि चाहिँ कस्तो भयो भने तपाईँको अब त्यहाँ च्यौरे गर्न पर्ने बेलुका बेलुका अनि गाक्सेहरूलाई अब अरूलाई नयाँ अब काम सिकाउनु पर्ने अनि कहिलेकाहीँ त अब निहोन्जिन पनि आइदिने निहोन्जिनलाई पनि काम त सिकाउनु पऱ्यो ट्रेनर भएपछि उनीहरूलाई सिकाउँदै गर्दाखेरि पनि त्यहाँ पनि अलिअलि रेन्ज चाहिँ भइरहेको थियो अनि अडियन्सको अगाडि बोल्दा चाहिँ अब सबैको अगाडि त्यहाँ बाहिर बसेर भनौँ न भित्र चाहिँ च्यौरे गर्दाखेरि माइकमा आजको काम यस्तो यस्तो छ मुक्तिकी यस्तो छ अब सबैले यो रुल फलो गरेर उस रुल फलो गरेर भन्दा चाहिँ अनि अडियन्सहरूसँग बोल्ने अलिकति कन्फिडेन्स त्यहाँबाट पनि बिल्डअप भयो अनि त्यसपछि मैले अनि अलिकति स्पिच कन्टेस्टदेखि अरू पर्टिकुलर प्रोग्राम्सहरूमा अनि भाग लिन सुरु गरेँ मैले त्यसपछि 5 घन्टा 6 घन्टा पढेको आफूलाई त हजुर त्यो अब भन्छ नि निहोनकोमा मलाई चाहिँ निहोनको खाइदिनु पर्ने छ होइन मलाई त्यो 5-4 घन्टा त्यसरी चाहिँ पढ्नु भएको होइन होइन त्यस्तरी सायद कमै हुन्छ होला त्यसरी पढ्ने मान्छे पनि हुनुहुन्छ होला कोही त एकदमै दाइगाको इन पढ्ने मान्छेहरू जस्तै अब धेरै नै भनौँ न टाइमै नभएको पढ्ने मान्छेहरू हुनुहुन्छ तर म चाहिँ धेरै पढ्ने भन्दा पनि एभ्री डे चाहिँ पढ्ने
एक दिन बरु 5-6 घन्टा पढ्न परेन, तर एभ्री डे 30 मिनट भयो नि, आधी घन्टा भयो नि, 1 घन्टा भयो नि, पढ्न चाहिँ पढ्ने। त्यो हो मेरो चाहिँ आफ्नो चाहिँ भनौँ न पोलिसी चाहिँ। यादै गर्ने गरी चाहिँ पढ्नुहुन्थ्यो भन्नु। हजुर हजुर, राइटिङ भनौँ न, किनभने मान्छेले बोलेर अथवा उ गरेर भन्दा पनि लेख्दै पढ्यो भने चाहिँ सायद अलिक इजिली रिमेम्बर हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि म चाहिँ प्रायः राइटिङ भनौँ न, राइटिङमा चाहिँ पढ्ने गर्छु। हाम्रो सेन्सेले पनि हामी के अरे गएको हुँदाखेरि त्यही भन्नुहुन्थ्यो कि हजुर हाम्रो जापानिजहरूले पनि चाहिँ खान्जीहरू या केही कुरा पढ्दाखेरि चाहिँ लेखेरै पढ्ने हो क्या हामीले पनि। एउटा कुरा एकचोटि लेख्ने होइन क्या, एउटा कुरालाई 100 चोटि लेख्ने। 100 चोटि लेख्छौँ हामीले अनि बल्ल त्यो कुराहरू याद हुन्छ। अनि त्यो चाहिँ कहिले नबिर्सिने गरी नै बस्छ दिमागमा। तपाईँले निहोन्गो गएको पढेर सेनमन पढ्नु। हजुर, सेनमन के पढ्नु? सेनमन चाहिँ मैले पढेको म्याक्सिमम मान्छेले पढ्ने त्यही हो, जोहो बिजनेस भनेर। तर पढेको चाहिँ मैले योकोहामाको इवातानी भन्ने गएको हो। अनि सायद मेरो भनौँ न अलिकति आफ्नो पर्सनालिटी डेभलपमेन्टदेखि लिएर जापानिज ल्याङ्ग्वेज बडी अलिकति इम्प्रुभ हुनुमा पनि त्यो गएको पनि एकदमै धेरै राम्रो इम्प्याक्ट छ क्या। अनि इवातानी चाहिँ एकदम राम्रै इमेज भएको गएको हो। इभन तपाईँको कस्तो हुन्थ्यो भने एउटा क्लासमा 2 जना अथवा 3 जना सेन्से बसेर, एकजना सेन्सेले अगाडि बसेर पढाउनु हुन्थ्यो भने पछाडि बस्ने 2 जनाले चाहिँ कोही सुत्या छ कि मोबाइल चलाएको छ कि त्यसरी हेर्नुहुन्थ्यो क्या। हाम्रो जस्तै रहेछ। हजुर हजुर, हाम्रो पनि त्यस्तै थियो। एउटा गएकोले अगाडि पढाउने, एउटा सेन्से चाहिँ पछाडि बसेर कपी बसेर कसले के गर्छ भने। त्यसले गर्दा पनि सायद एडमिसन लिन अब त्यहाँ पाउन सुरुमा गाह्रो भयो, केही कुराहरू भयो। तर त्यो सायद जुन एउटा एजुकेसन प्रोसेस थियो उनीहरू गएकोहरूको, त्यसले गर्दा पनि धेरै प्लस पोइन्ट भयो भनौँ न मेरो इम्प्रुभमेन्टमा चाहिँ। हजुर, त्यसपछि सेनमन गएको तपाईँले त्यति बेलासम्म तपाईँले कुनै अब निहोन्गो त नोरो सिकेनहरू पास गरिसक्नु? मैले N3 चाहिँ लिएको थिएँ सेनमन पढ्दाखेरि चाहिँ। सेनमन सक्दाखेरिसम्म सेनमन सक्दा चाहिँ N2 सेनमनमा N2 पास गर्नु। अनि निहोन्गो गएकोमा N3 होइन, निहोन गएकोमा चाहिँ N3 क्लियर थिएन। सेनमन गएको इचिनेन्सेमा N3 क्लियर गरेँ। अनि सेनमन गएको निनेन्से जुन पास आउट हुनुभन्दा अगाडि चाहिँ N2 क्लियर गरेँ। N2 क्लियर गर्नुभयो। त्यस पछाडि तपाईँले वर्किङ? हजुर, मैले त्यसपछि चाहिँ वर्किङ चुज गरेँ। अनि म वर्किङ गरेपछि म त्यतिखेरसम्म चाहिँ यो काममा बसेँ। त्यसपछि म सिजोकामा सिफ्ट भएँ। सिजोका जानुभयो? हजुर हजुर, भन्दा त अघि भन्नुभएको त्यो जुन मेन सोच थियो त्योभन्दा फरक काममा? हजुर हजुर, त्यो कामको चाहिँ कस्तो के थियो? त्यो काम चाहिँ हाम्रो नर्मल भन्दाखेरि एयु सप सप हो। अनि नर्मल सुरुमा चाहिँ एयु सप भनेर 1 वर्ष चाहिँ काम गरेँ। अनि त्यसपछि चाहिँ त्यहीँ पनि एउटा रिवाक्से कोसु सपोतो भन्ने एउटा आफ्नो जियो बनाएर अनि गाईको चाहिँ भनौँ न कोक्साई ग्योमुप्रति चाहिँ हेर्ने सिउनिन जस्तो भएर अनि सेकेन्ड लिएर चाहिँ अब पसलमा बसेर एग्यो मात्रै नगर्ने कि बाहिरको भनौँ न अब निहोन गएको प्लस तपाईँको यो सेमिनारहरूदेखि लिएर कम्पनीहरूदेखि लिएर त्यो गाईको जिन भएको कम्पनीहरू थियो त्योमा चाहिँ केही प्रब्लमहरू छ गाक्सेहरूलाई भने त्यो कुरामा चाहिँ सपोर्ट गर्ने हिसाबबाट खाँचोको गर्ने हिसाबमा खास जस्तो प्रयोगमा चाहिँ त्यो कोक्साई ग्योमुको सिउनिन भएर काम गरेँ मैले त्यहाँ 2 वर्ष लगभग 2-2.5 वर्ष चाहिँ त्यहाँ गर्नुभयो। त्यस पछाडि फेरि यता आउनुभयो? हजुर, त्यहाँ टिकटक देखेर आउनुभएको कि कस्तो? हजुर हजुर, त्यहाँ गर्दा गर्दै मैले पनि एकदिन म ऱ्यान्डमली बेलुका अब हाम्रो त अब अहिले भनौँ न टिकटकै हो सुत्नुभन्दा अगाडि त म पनि ऱ्यान्डमली बेलुका टिकटक स्क्रोल गर्दै थिएँ। अनि त्यहाँ मैले अहिले भर्खर मेन्सन गरेको त्यो फरारी किन्छु भन्ने बेला जापानिजको भिडियो देखेँ। अनि एक दिन त मैले मुसी गरेर तर मैले सेभ गरेर राखिरहेको थिएँ फेभरेटमा। अनि ओके लेट्स ह्याभ अ लुक भनेर एकचोटि मैले रेना गरेँ हेरेँ। अनि त्यसपछि उनीहरूले राम्रैसँग पुरै मनमेन्दान गरेर यस्तो यस्तो प्रोसेस हुन्छ, यस्तो 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 कुरा हो, जेन्युन हो भनेर एक्सप्लेन गरिसकेपछि ओके वाइ नट लेट्स गिभ अ ट्राई भनेर त्यसपछि गरेँ। अनि हनुमानसम्म सेलेक्ट भयो। हनुमानमा गएँ। हनुमानमा अहिलेसम्म नभएको एउटा रिजल्ट, नयाँ एउटा रिजल्ट पाएँ। उनीहरूले राम्रै अफर दियो। अनि त्यसपछि आफूलाई त्यहाँ गर्नुपर्ने कामहरू बाँकी कामहरू सकाएर अनि त्यसपछि म यता सिफ्ट पाएँ अहिले। एक्ज्याक्टली काम चाहिँ के गर्नुपर्छ तपाईँले चाहिँ अहिले? यस्तो छ, अहिले चाहिँ हाम्रो अब सेउराइदेखि नि मुक्तेकी भनौँ न, सेउराइदेखि मुख्य हो चाहिँ हाम्रो अब रिउसु हिन जुन चाहिँ यो हाम्रो मेन खाइचो छ उसको चाहिँ अब यो ब्रान्ड हिनहरू भनौँ न, यो माइकल कोर्सको ब्यागहरू, सेनलको आइटम्सहरू, यस्तो आइटम्सहरू उनीहरूले ग्लोबल्ली एक्सपोर्ट गरिरहेको हुन्छ। अनि त्यसकै चाहिँ अब ग्लोबल्ली एक्सपोर्ट गर्नको लागि चाहिँ अब नेपाल नभएर भनौँ न त्यो इम्पोर्ट गर्न सक्ने देशहरूमा चाहिँ त्यसलाई हामीले इम्पोर्ट एक्सपोर्ट गर्ने काम हो खासमा चाहिँ। अब फ्युचर वाइज चाहिँ अहिलेको लागि चाहिँ अब हामी त्यसको लागि बेस बनाउने प्लस त्यसलाई अब यो सिकाएकोहरू चाहिन्छ। अनि त्यसलाई अब यो कन्ट्रीहरूसँग हामीले कनेक्सनहरू रिलेसनहरू बनाउनु पर्छ। त्यसकै प्रोसेसमा लागिरहेको छ अहिले चाहिँ। अहिलेसम्म चाहिँ काम चाहिँ सुरु भएको छैन? स्यालेरी आउँछ, काम चाहिँ सुरु भएर। मलाई चाहिँ कस्तो लाग्छ भने चाहिँ तपाईँको चाहिँ अब तपाईँले अघि भन्नुभयो नि टिकटक हेरेर थाहा पायो भन्छ नि, कतिजनालाई चाहिँ यसो यसो गर्न यो हो भनेर भन्दाखेरि पनि मान्छेहरू चाहिँ अलिकति कस्तो डराए जस्तो, यहाँ हुन्छ कि हुँदैन जस्तो काम गर्न। अहिले पनि त्यो त अलिक परको कुरा हो। नर्मली तपाईँको अहिले मेन वर्किङहरू भनेर गाक्से अब सोचुग्यो भइसकेपछि अब सिउसोको गर्नु पर्यो। सोचुग्यो हुनुभन्दा अगाडि खोजिसक्नु पर्ने हुन्छ। त्यति बेला अब मेन सूची दिन भन्दाखेरि पनि डराउँछन् क्या। मेन सूची दिँदा खामे के अरे फालिदिने हो कि के गर्ने हो भन्ने डराएको हुन्छन्। कति नेपालीहरूलाई के लाग्छ भने बरु पैसा दिउँ सिधै बिना मेन सूचीको काम लगाइदियोस् भन्ने हुन्छ क्या। त्यहाँ चाहिँ तपाईँलाई त्यो कस्तो लाग्छ? स्टुडेन्ट डराउनु पर्छ मेन सूची दिँदाखेरि या होइन आफ्नो
जुन छ भन्नाले आफूले अब नडराइकन हजुर हिम्मत गरेर कन्फिडेन्स भएर जाने त्यस्तो तपाईँलाई के लाग्छ तपाईँले? यस्तो जस्तै मलाई चाहिँ के लाग्छ भन्दाखेरि मेन सेजुको हाम्रो बुझाइ अलिकति फरक छ है हामीमा चाहिँ। मेन सेजु भनेको त्यो तपाईँको चाहिँ गएर कुनै टास्क होइन कि गएर अब गोल हान्नै पर्छ जित्नै पर्छ भन्ने होइन। त्यहाँ गएर तपाईँले आफूलाई रिप्रेजेन्ट गर्ने हो। अनि तपाईँले मात्रै उनीहरूको लागि आफूलाई मात्रै प्रेजेन्ट गरेको उनीहरूले पनि तपाईँलाई हाम्रो खाइसा यस्तो छ हाम्रो खाइसामा आऊ भनेर उनीहरूले पनि अपिल गर्छ होइन। त्यो बुझाइ चाहिँ अलिकति सुधार्नु पर्ने हुन्छ किनभने मेन सेजु भनेको चाहिँ तपाईँले आफ्नो ठाउँमा आफूलाई प्रेजेन्ट गर्ने हो, कम्पनीले कम्पनी ठाउँबाट प्रेजेन्ट गर्छ। तपाईँलाई कम्पनी चित्त बुझ्यो भने तपाईँले एक्सेप्ट गर्ने हो, तपाईँको बारेमा कम्पनीलाई चित्त बुझ्यो भने कम्पनीले एक्सेप्ट गर्ने हो। त्यही भएर त्यस्तो धेरै नर्भसै भएर यो सक्यो भन्ने खालको मेन्टालिटी त्यो नर्भसनेस चाहिँ चाहिँदैन एउटा कुरा। अनि अर्को भनेको चाहिँ मेन सेजु अहिलेको त अब यति डिजिटलाइज भइसक्यो नि हाम्रो कम्युनिटी। जस्तै मेन सेजुमा मेन सेजुनी के कार्यहरू सिचुमोन भन्यो भने तपाईँको च्याट जिपिटीले अथवा इन्टरनेटमा यत्तिकै आउँछ। मेन सेजुनी कोता हो भन्यो भने इचिजी मेन सेजु, निजी मेन सेजु, साइसी मेन सेजु सबैको तपाईँको टिकटकमा नै भरिपूर्ण छ। त्यो आफूले हेरेर त्यही अनुसारको एन्सर पेपरमा लेखेर अनि आफूले रटेर गएर त्यहाँ भन्दिन त गाह्रो भएन नि त। अनि त्यतिलाई चाहिँ अब कस्तो भने मैले एउटा चाहिँ अब मास फेस गर्न अलिकति डराउने अनि जापानिज भन्ने बित्तिकै चाहिँ ओहो सक्यो अब नेपालीसँग बोल्दा निहन्गोमा बोलिरहेको छ जापानिज अगाडि उभिएपछि सक्यो रातो पिरो भएर। त्यो कुराको लागि चाहिँ अब आफूले एभ्रिडे रेन्स्यु पनि गर्नु पऱ्यो। जस्तै भनौँ न अब साथीभाइसँग रेन्स्यु, आफ्नो रुममेटसँग रेन्स्यु गर्ने कि क्लासमा अब सेन्सेसँग गएर रेन्स्यु गर्ने कि आफैले अब मोबाइलको भनौँ न भिडियो रेकर्ड गरेर आफूले आफूलाई कस्तो भन्दा रहेछु मैले कतिको मैले कन्फिडेन्टली बोल्न सक्छु आफूले चेक गर्ने, इभ्यालुएट गर्ने, इम्प्रुभ गर्ने कि त्यो चाहिँ गर्न सकिन्छ। कतिजना चाहिँ अब पढ्दै हजुर मेहनत गर्दै पनि यो इक्जामहरू चाहिँ पास गर्न सकेको हुँदैन। जस्तै N2 N1 नौरिक्सिकनहरू पास गर्न सकिरहेको हुँदैन क्या। अनि त्यहाँबाट होइन मेरो त पासै म त पासै छैन मलाई त लिँदैन होला भनेर नजाने मान्छेहरू पनि थुप्रो हुन्छ क्या। यसमा चाहिँ के लाग्छ मेन सेजु जानलाई चाहिँ यो नौरिक्सिकन हुनैपर्छ जस्तो लाग्छ? कस्तो लाग्छ तपाईँलाई? यस्तो छ अहिले चाहिँ त्यसमा चाहिँ अब अलिकति यो जापानिज कम्पनीहरूको पनि कमजोरी छ क्या। जस्तै उनीहरूले पनि एउटा जोकिन चाहिँ JLPT N2 भएको मात्रै स्योरिसियनको भनौँ न डकुमेन्टमा चाहिँ सेलेक्सन गरिदिने भन्ने एउटा राखिदिएको हुन्छ कतिवटा कम्पनीहरूले चाहिँ। तर जेन्युनली अझै पनि कतिवटा यस्तो कम्पनीहरू छ जहाँ चाहिँ सर्टिफिकेट नहेरेर उसको पर्सनालिटी, उसको कम्युनिकेसन स्किल, उसको भनौँ न सेवादेखि उसको फ्युचरवाइज कतिको विश्वासिलो मान्छे छ त्यो हेरेर पनि सहयोग गर्ने कम्पनीहरू पनि धेरै छ। त्यही भएर JLPT अब आवश्यकता छ लिनै पर्ने हुन्छ होइन। फेरि JLPT नभइ नै हुँदो रहेछ भने फेरि नलिने चाहिँ होइन JLPT लिनै पऱ्यो। तर JLPT नभइकन सक्यो भन्ने मेन्टालिटी चाहिँ हुँदैन है। र अलिकति मान्छेको चाहिँ कस्तो छ भन्दाखेरि आफैले के गरौँ भन्दा पनि पैसा दिएपछि नाइती आइहाल्छ नि भन्ने मेन्टालिटी बिग्रेको जस्तो लाग्छ मलाई चाहिँ हाम्रो नेप्लिज कम्युनिटी चाहिँ स्पेसियली होइन। अनि त्यसको लागि चाहिँ अब आफ्नो साइडबाट आफूले अब कम्पनीमा कतिवटा कम्पनी एप्रोच गर्ने अनि अब कम्पनीहरूमा मेन सेजुको लागि कसरी के प्रोसेसबाट जाने भन्ने त्यो कुरा चाहिँ अब सेन्सीहरूसँग सोधन गरेर आफ्नो सेम्पाइहरूसँग सोधन गरेर गऱ्यो भने सर्टिफिकेट मात्रै नै म्याटर गर्छ जस्तो चाहिँ लाग्दैन है मलाई चाहिँ। सुरुमा यहाँनिर जापान आउँदाखेरि यो फेसबुक चाहिँ थियो, हजुर हजुर, अरू केही पनि थिएन, फेसबुक चाहिँ थियो। तर हामीसित यो टिकटक छ यस्तो यो अलिक केही पनि थिएन, न च्याट जिपिटी न केही पनि थिएन। च्याट जिपिटी आएको त कति नै भयो, 1-2 वर्ष त हुँदैछ। टिकटक त अगाडिबाटै आयो, 2017बाट आयो। त्यस पछाडि तपाईँको हामीलाई के कोसित कुरा गर्ने, कोसित खोज्ने, कसरी भन्ने भनेर त गुगल बाहेक अरू केही पनि थिएन क्या। बुझ्नुभयो, गुगल बाहेक अरू केही पनि थिएन। त्यही पनि अब कसरी खोज्ने के भने त गुगलले पनि गाह्रो बनाउँथ्यो। किनभने अब हामीले होम पेज हेऱ्यौँ भने जापानिजको खाइसाहरूको सबै जापानिजबाट हुन्छ, त्यो बुझ्नै सकिँदैन के हो कसो हो भनेर होइन। गाह्रो चाहिँ हामीलाई त्यति बेला गाह्रो हुन्छ। तर अहिलेका विद्यार्थीहरू, अहिलेका स्टुडेन्टहरूलाई सजिलो छ क्या। त्यति बेला हामीले सेन्पाई पनि चिन्दैन थियौँ क्या, हाम्रो गएको बाइक क्या। अनि अहिले हेर्नु पनि टिकटकभरि सेन्पाई मात्रै छन् क्या। कोहीलाई अब एकचोटि मेसेज गर्दा पनि हुन्छ क्या, मेरो यस्तो यस्तो प्रब्लम भयो, यस्तो अलिकति यो गरिदिनु न ऊ गरिदिनु भनेर बुझ्दा पनि भयो क्या। थुप्रो छन् क्या। अनि त्यहाँबाट हुँदै पनि अहिलेसम्म चाहिँ मान्छेहरू अल्छी गरिदिने होइन। अनि त्यहाँबाट यो चिनेको छ 4-5 लाख रुपियाँ खर्च गरिदिन्छु भइहाल्छ नि भन्ने हुन्छ क्या। तर तिनीहरूको त काम त पाइएला, तर त कामको त जुन ऱ्याङ्क हुन्छ नि, जस्तै काम सबै काम त इक्वली होला, सब कामबाट पैसा आउँछ। तर त कामको पनि त एउटा ऱ्याङ्क हुन्छ नि, जस्तै राम्रो नराम्रो, अलिक दुःख कम गर्नुपर्ने, अलिक खाइसा राम्रो, पैसा पनि एकदम राम्रो कमाइ हुने, त्यस्तो कम्पनीहरू पनि हुन्छन्। जो त्यसमा चाहिँ आफैले मेहनत गर्यो भने, थोरै मेहनत गर्यो भने, मैले भन्न खोजेको चाहिँ पैसा तिर्ने चाहिँ कहाँ हो भने चाहिँ जहाँ चाहिँ अन्तिम अप्सन मेरो चाहिँ अब छैन, केही पनि छैन। तर त्योभन्दा अगाडि नै स्टुडेन्टहरूले हरेस खाइदिने
अनि त्यहाँबाट मेन्सेजीमा मेरो पास हुने हो कि होइन के हुने गाह्रो हुने र डराउने कि मेन्सेज दिन नेपालीहरूको मैले त मान्छे त्यही देखेँ क्या अहिले त यत्रो छ नि त होइन तपाईँको के लाग्छ म त अब कस्तो भन्छु भने मेन्सेजीको रेन्स्यु मेन भनेको अब मेन्सेजीको रेन्स्यु छ मेन्सेजु छ भनौँ न पछि अब लाइक नेक्स्ट विक स्याटरडे मेन्सेजु छ भने अब आफूले यो विकमा अब एटलिस्ट मन्डे ट्युजडेबाट मेन्सेजको रेन्स्युको लागि टाइम छुटाउन सक्यो नि त तर नेपाली भन्दा नि अब धेरै जस्तो विद्यार्थीहरूको चाहिँ कस्तो भने स्याटरडे मेन्सेज छ अब अरू त्योभन्दा अगाडि एक दिन बेलुका काममा गएर भोलिपल्ट कामबाट बिहान सिधै मेन्सेजमा गइदिने होइन त्यो अब जेएलपीटी इक्जाम दिन जाने बेला पनि त्यही हो मेन्सेज दिन त्यो चाहिँ अलिकति आफूले सिरियसनेस पनि देखाउनु पर्यो हल्का मुखले चाहिँ होइन मलाई गाह्रो भएको छ मैले सिउसो गर्नुपर्ने छ भनेर भन्दै गर्दाखेरि तिम्रो बिहेभियरले चाहिँ के देखाउँछ त त्यो कुरा पनि इम्प्याक्ट हो तिमीले मुखले त हो गाह्रो भयो मलाई दाइ यस्तो भइरहेछ उस्तो भइरहेछ भन्छौ तर तिम्रो बिहेभियरमा पनि त देखिनु पर्यो तिमीलाई गाह्रो भएपछि तिमीले रेन्स्यु गरेको देखिनु पर्यो तिमीले त्यो अनुसारको मेहनत गरेको देखिनु पर्यो होइन मेन्सेजको रेन्स्यु गर्दाखेरि जुम्बी गर्दाखेरि के आयो त कस्तो भयो त के कुरामा कमी कमजोरी भयो त त्यो इम्प्रुभमेन्ट गरेको देखिनु पर्यो अनि त्यसमा चाहिँ छैन अनि त्यसमा चाहिँ धेरैजना विद्यार्थीहरू चुकेको जस्तो लाग्छ मलाई चाहिँ है मेन कुरा चाहिँ तपाईँ रिरेक्सो बनाएको हुन्छ नि हजुर हजुर त्यो रिरेक्सोमा मैले के लेखेको छु भनेर त्यो पनि नपढी गइदिन्छन् क्या हो कि अब अहिलेको कन्डिसनमा त भनौँ नेटमा तपाईँको रिरेक्सोको टेम्प्लेट जति पनि छ नि त शिवदोकीजीको पिआर जति पनि छ लेख्न पाइन्छ त्यो कुरा त आफूले अब सिक्खारी गर्नु पर्यो भन्ने छ नि त त्यो त एउटा बेसिक लाइन भनौँ न अब तपाईँको आर्मीमा भर्ता हुनको लागि चाहिँ हाइट 5 फिट 5 इन्च चाहिन्छ भने 5 फिट 5 इन्च छैन भने मिल्दैन होइन भने जस्तै मेन्सेज दिने हो चुचो खाँचो गर्ने भने चाहिँ रिरेक्सो चाहिँ लेख्नु पर्यो अब रिरेक्सो नै नलेखेपछि कसरी भर्ता हुन्छ रिरेक्सो लेखे पनि अब कहाँबाट खोजेर लेख्यो लेख्न त लेख्यो तर पछि गएर त्यहाँ अब मेसेज दिँदा रिरेक्सो हेर्छ नि त अनि त्यहाँबाट त्यही क्वेसन उसले त्यहीँबाट सोध्ने त हो नि यसो हेर्छन् अनि त्यहाँबाट यसले त यो लेखेको रहेछ त्यहीँबाट क्वेसन सोधिदियो भने मैले के लेखेको थिएँ त्यो पनि थाहा छैन क्या त्यस्तो पनि हुन्छ क्या झन् लापरवाही गरिदिने क्या हो अब कतिजनाले चाहिँ होइन अब होइन जेन्युनली नै गामबाते गर्न चाहन्छु म मेहनत गर्न चाहन्छु वर्किङ गर्न चाहन्छु भनेर भन्ने मान्छे पनि छ होइन र उनीहरूको लागि चाहिँ के भन्छु भने चाहिँ टाइम कहिले पनि सकिसक्यो अब भन्ने हुँदैन होइन तपाईँको भिजा अब भोलि बेलुकासम्म छ भने भोलि तपाईँलाई प्लेनमा हालेर नेपाल इमिग्रेसनले नपठाइदिएसम्म तपाईँसँग चान्सेस छ होइन अब तपाईँले त्यो टाइमलाई कतिको युटिलाइज गर्नुहुन्छ सर्ट टाइममा अब तपाईँको बिग आउटपुट दिनको लागि चाहिँ के हिसाबले मेहनत गर्नुहुन्छ भन्ने कुराले म्याटर गर्ने हो होइन अनि अब जापानमा कम्पनीमा इम्प्लोइहरू कम छन् हामीलाई इम्प्लोयरहरू कम छन् भन्ने कुरा त हामी सबलाई थाहा चाहिन्छ जापानको कम्पनीलाई स्टाफहरू चाहिएकै छ तर चाहिएको छ भन्दैमा जो पाए त्यही त हाल्दैन नि त उनीहरूको आफ्नो क्राइटेरिया हुन्छ आफ्नो रिक्वायरमेन्ट हुन्छ त्यो कुरा चाहिँ आफूलाई आफ्नो भिजाले गर्न मिल्ने काम अनि तपाईँले अहिले जुन भन्नुभयो नि टिकटकमा तपाईँको धेरै एभाइलेबल छ इन्फर्मेसन भनेर मलाई चाहिँ के लाग्छ भने टिकटकमा जस्तै कतिजना चाहिँ एकदम राम्रो कन्टेन्ट हाल्ने मान्छेहरू पनि हुन्छ जस्तै तपाईँकोबाट पनि कति कुराहरू सिक्न मिल्छ भने कोही अब राम्रै जस इमिग्रेसनको बारेमा इन्फर्मेसन दिने क्रिएटरहरू पनि हुन्छ कोहीले लाइभमा बसेर निहोन्गो नै पढाउने क्रिएटरहरू पनि हुन्छ मेन्सेजको रेन्जमा यस्तो एन्सर भन्दा हुन्छ यस्तो कुरा सोध्छ भनेर त्यो कन्टेन्टहरू क्रिएट गर्ने पनि हुन्छ नि त तर त्यस्तो कन्टेन्ट क्रिएटरको भनौँ न पेज हेर्नुभन्दा चाहिँ अब त्यो टिकटक लाइभ अब अलिकति अनावश्यक टिकटक पेजहरू चाहिँ अलिक बढी हेर्ने भएको भएर पनि इम्प्रुभमेन्ट नभएको जस्तो लाग्छ मैले मेरो टिकटकमा नि हजुर त्यस्तो वाहियात कुरा कहिले आउँदैन क्या म स्क्रोल गरिदिइहाल्छु म हेर्दिनँ त्यो वाहियात कुरा हेर्न थाल्यो भने त्यसैले त्यो एल्गोरिदमले टिकटकको एल्गोरिदम के रहेछ भने तपाईँले जे कुरा हेर्नुभयो त्यहीलाई घुमाइफिर त्यस्तै कन्टेन्टहरू ल्याएर सिमिलर कन्टेन्ट ल्याइदिँदो रहेछ क्या त्यो कुरा चाहिँ म स्क्रोल गरिदिइहाल्छु त्यस्तो आउँदैन अलिकति इन्फर्मेटिभ मेरोमा आउने भनेको चाहिँ न्युज बढी आउँछ इन्फर्मेटिभहरूको क्वेसन आउँछ आइटीहरूको टेक्नोलोजीको अलिक बारेमा त्यस्तो आउँछ क्या त्यस्तो नाचेको ओरेको चाहिँ मेरोमा रेयरली नै आउँछ म स्क्रोल गरिदिइहाल्छु क्या नट इन्ट्रेस्टेड भनेर त्यो गर्न पनि मिल्छ अब हुन त इन्टरटेनमेन्ट हो ठिक छ इन्टरटेनमेन्टको प्लेटफर्म हो तर पनि आफूलाई केही मेबी अलिकति प्रफिट हुने खालको केही सिक्ने खालको केही बुझ्ने खालको पेजेसहरू चाहिँ लाइक फलो गऱ्यो भने मेबी अझै आफूलाई हेल्पफुल हुने हो एउटा मेरो चाहिँ कमेडी आउँछ है कमेडी चाहिँ म खुब रुचाउँछु कि हेर्नलाई कमेडी चाहिँ मेरो म्याक्सिमम हेर्दा कमेडी प्लस अनि हेल्प गरेको अरूलाई अनि यो गरिबहरूलाई हेल्प गरेको हुन्छ नि पैसाहरू दिएको यताउता यस्तो कन्टेन्टहरू चाहिँ फेरि मेरो सब्सक्राइबै गरेर राखेको छु यस्तोहरू गरेको चाहिँ एकदमै राम्रो लाग्छ तपाईँलाई ठिक हो नि किनभने अब जापानमा बसेर होइन अलिअलि केही गर्ने भने अलिअलि इन्कम भएको कुराहरूलाई केही सायद राम्रो ठाउँमा सदुपयोग गर्दा नि बेटर अब यहाँ जाऊँ कहाँ जाऊँ भने पछाडि अस्ति भर्खरको स्पिच कन्टेस्ट हजुर त्यहाँबाट सुरु गरौँ है अब चाहिँ होइन त्यो चाहिँ कहाँबाट मिल्यो त फेरि त्यो स्पिच कन्टेस्ट त्यहाँ त्यो पनि रहेछ है यस्तो पनि हुँदो रहेछ है भन्ने कुरा चाहिँ कहाँबाट आइपुग्यो त यस्तो छ मेरो चाहिँ अब स्पिच कन्टेस्टको जर्नीबाट सुरु गरौँ होइन हजुर
मैले चाहिँ मेबी लाइक 7 इयर्स भनौँ न अगाडि चाहिँ एउटा नेपाकेनको स्पिच कन्टेस्ट थियो, नेपारुजिनको स्पिच कन्टेस्ट जापानमा, त्यहाँबाट सुरु गरेको मैले चाहिँ। अनि त्यसपछि मैले त्यो गरेँ, त्यसपछि जेनको युगाक्से स्पिच कन्टेस्ट गरेँ, आफ्नो निहोन्गाको स्पिच कन्टेस्ट गरेँ, सेन्मनगाको गरेँ। अनि 2021मा चाहिँ मैले एकजना जापानिज भनौँ एउटा युएस अमेरिकनकै खैरेको एउटा स्पिच देखेको थिएँ मैले टिकटकमा युट्युबमा। अनि त्यसपछि त्यो स्पिच कन्टेस्ट कहाँ हुँदो रहेछ भनेर सर्च गर्दाखेरि चाहिँ एउटा हाम्रो रहेछ कोक्साई कोर्युखाई भन्ने, तिनीहरूले चाहिँ अर्गनाइज गर्नु हुँदो रहेछ। अनि मैले त्यहाँ रेन्डा गर्दाखेरि चाहिँ त्यतिखेर कोरोनाले गर्दाखेरि चाहिँ अहिले भएको छैन, भएपछि हामी इन्फर्म गर्छौँ भनेर भन्नुभयो। त्यसपछि मेबी लाइक 2-3 इयर्स 22, 23, 24सम्म चाहिँ भएन उहाँहरूको है। अनि 24मा भयो, 23 2 वर्ष भएन। अनि मैले चाहिँ त्यो स्पिच कन्टेस्ट चाहिँ कस्तो भन्दाखेरि चाहिँ मैले टिकटकमा के अरे युट्युबमा हेर्दै गर्दाखेरि त्यसको नेटहरूमा सर्च गर्दाखेरि चाहिँ त्यो चाहिँ जापानमा भएको गाइकोकुजिन ryugaksहीहरूको लागि चाहिँ अथवा गाइकोकुजिनहरूको लागि चाहिँ वान अफ दि बिगेस्ट प्लेटफर्म रहेछ क्या स्पिच कन्टेस्टको लागि। अनि मैले त्यसको बारेमा जस खोज तलास गरिरहन्थेँ। अनि ट्याक्क 2025मा चाहिँ ल ओपन भएको छ भनेर मैले भेटाएँ न्युज। अनि त्यसपछि रेन्डाको गरेँ, अनि ल ओके ओपन छ, तपाईँले यो प्रोसेसले गर्नु मिल्छ भनेर उहाँहरूको वेबसाइटमा सबै लेख्नु भएको थियो उहाँले। अनि त्यसपछि एप्लाई गरेँ, त्यसपछि त रेस्ट इज द हिस्ट्री भने जस्तै हो। को आएर त प्राइज दिन बेलाको परराष्ट्र मन्त्रालय परराष्ट्र मन्त्रालयको मन्त्री त नभनौँ तर उहाँको रिप्रेजेन्टेटिभ आउनुभएको थियो, आउनुभएको थियो परराष्ट्र मन्त्रालयबाट पाएँ भन्ने। हजुर। अनि त्यो चाहिँ मलाई कस्तो भने परराष्ट्र मन्त्रालयको अवार्ड पाएँ, तर त्यो सबभन्दा अझ मेरो लागि एकदमै त्यो अविस्मरणीय क्षण भनौँ न। मैले त चिनेको पनि थिइनँ, उहाँ चाहिँ हाम्रो प्रिन्सेस हुनुहुँदो रहेछ क्या, इसाका ताकामोदो भन्ने मेबी नाम मैले मिस्टेक गरेँ होला। अनि उहाँ चाहिँ अहिलेको राजाको बहिनी प्रिन्सेस। अनि थाहा थिएन मलाई चाहिँ, अब हामीले त त्यस्तो अब राजाको त फ्यामिलीले त देखेको ओसामा भनेर, अब त्यस्तो डिटेलमा त थाहा छैन हामीलाई। अनि उहाँ आइसकेपछि उहाँसँग चाहिँ अनि उहाँले त्यो अवार्ड प्रेजेन्ट गर्ने बेलामा चाहिँ अनि उहाँ यस्तो मान्छे हो भनेर मलाई त्यहाँ अर्गनाइजिङ मेम्बरले भनिदिइसकेपछि चाहिँ ओके ल फाइन, यो त धेरै ठुलो कुरा रहेछ भन्ने फिल भयो मलाई पनि त्यतिखेर चाहिँ। एउटा राज खानदानबाट राज परिवारबाट तपाईँ अवार्ड पाउने या उहाँ सुन्न आउने हजुर भने चाहिँ एउटा ठुलै उपलब्धि हो नि त होइन? हजुर, एउटा ठुलै उपलब्धि पनि हो। र मलाई लाग्छ विदेशीहरूको लागि अब जस्तो कति छ नि त जापानले चाहिँ विदेशीहरूलाई यस्तो गर्यो उस्तो गर्यो भन्ने न्युज पनि आउँछ नि बेला बेलामा आउँछ। अनि एउटा राज परिवारको मान्छेले हाम्रो स्पिच आएर सुन्न पर्ने त आवश्यक छैन नि त, हामी त को नै हो र होइन, खासै उनीहरूको लागि भनौँ न। गर्दै गर्दाखेरि उनीहरू त्यसरी आएर त्यो स्पिच कन्टेस्ट अर्गनाइज गरेर आफू पर्सनली आएर हाम्रो लागि त्यो 3-4 घन्टा टाइम स्पेन्ड गरेर सुनिदिएर हामीलाई त्यो अवार्ड दिएर ल बधाई छ भनेर भनिदिनु पनि धेरै ठुलो सपोर्ट जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि मैले पर्सनली कुरा गर्ने धेरै त पाएन, मैले 5 मिनट टाइम चाहिँ पाएको थिएँ उहाँसँग कुरा गर्ने। उहाँलाई नेपालको बारेमा पनि थाहा रहेछ, अनि उहाँले नेपालको बारेमा एभरेस्टदेखि लिएर अरू कुराहरू भनौँ न, नेपालको खानेकुराहरू पनि धेरै कुराहरू थाहा रहेछ उहाँलाई। अनि उहाँले चाहिँ भन्नुहुन्थ्यो नेपालीहरू चाहिँ जेन्युन हुन्छन्, हार्डवर्किङ हुन्छन्, अनि राम्रो लाग्यो स्पिच तिम्रो सुनेर, अनि फर्दर पनि काम अझै राम्रो गर्दै जानु। अनि जापानको लागि चाहिँ जापानको फ्युचरको लागि चाहिँ फरेनर्सहरूको चिखारा चाहिँ दाइजी छ, त्यो कुरा चाहिँ हामीले पनि गरेको छौँ भनेर उहाँले भन्नुभएको थियो। अनि त्यो कुराहरू चाहिँ हेर्दाखेरि मेबी सायद सबै चाहिँ विदेशीलाई नराम्रो गर्न खोजेको चाहिँ होइन जापानले। अफकोर्स उनीहरूको आफ्नो कन्ट्रीको रुल्स एन्ड रेगुलेसन हुँदै गर्दाखेरि अब नराम्रो कुरालाई नराम्रो गर्नु त पाइहाल्यो। हजुर, म पनि त्यसरी भावनामा चाहिँ बगिहाल्दिनँ क्या। जस्तै अब नेपालीहरूले भन्छ ए अब यो हामीलाई यस्तो गर्न आँट्यो उस्तो गर्न आँट्यो, अथवा आफ्नै गल्ती नभइसक्ने कसले के गर्छ त यहाँ त, कसैले केही गर्नै पाउँदैन क्या भनेर म पनि सोच्छु क्या। अब जस्तै उनीहरूले नराम्रो अहिले अब अलिकति केबिसी भयो केही कुराहरूमा ठिक छ आफ्नो ठाउँमा छ, तर नराम्रो नै गर्ने भएको भए त जस्तै कोरोनाको बेलामा अब अहिले त्यही मान्छेहरूको कन्टेन्ट क्रिएटर हेऱ्यो भने के देखिन्छ नि, तर कोरोनाको बेलामा त उनीहरूको देशको निहोन्जिन भन्दा बाहेकको गाइकोजिनलाई पनि त बराबरको रकम बाँड्दै गर्नु सक्छ। हाम्रो नेपालले त बाँडेन जेन्युनली भन्दाखेरि, अब नेपाल हुन त आफ्नो देश हो होइन, तर नेपालमा सायद त्यो कुरा गर्न नसक्दा गर्दाखेरि जापानले त बिना कुनै डिफ्रेन्सिएट होइन जापानिजलाई पनि गाइकोजिनलाई पनि बराबर एमाउन्ट प्रोभाइड गर्यो, सपोर्ट पनि प्रोभाइड गर्यो। त्यो हेर्दाखेरि चाहिँ होइन सबै नराम्रो मात्रै त छैन, राम्रो पनि गरेको छ उनीहरूले। अब केही कुराहरू केही नराम्रो इन्सिडेन्ट हुँदै गर्दाखेरि उनीहरूले पनि आफ्नो कल्चर आफ्नो कन्ट्रीको इमेजलाई अब सेभ गर्नको लागि, जस्तै हामीले अब भन्न नमिल्ने कहिलेकाहीँ इन्डियनहरूलाई पनि हामी गाली गरिदिन्छौँ नेपालमा होइन, केही कुराहरूमा कमी कमजोरी भयो भने त्यसो नराम्रो कुरा नराम्रो भन्न सक्ला। तर अझै पनि मलाई चाहिँ के लाग्छ भने जापान इज द कन्ट्री अफ अपर्च्युनिटिज, मेहनत गर्नको लागि धेरै राम्रो प्लेटफर्म छ, जुनसुकै कन्ट्रीबाट आएर पनि जापानमा चाहिँ गर्न सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यो होइन विदेशी अब सबैजना त नभनौँ, कोही अब ले चाहिँ अब बिगारी नै अब नराम्रै इमेज चाहिँ, जस्तै अस्ति भर्खर पनि न्यु इयरमा तपाईँले भिडियो हेर्नु होला नेपालीहरूले झगडा गरेको त सिनेको एरियामा, त्यो गर्नुपर्ने म कारणै देख्दिनँ क्या।
है तपाईँको। अब कोही त नराम्रो भयो भने सरी भनेर सिद्धिहाल्थ्यो हजुर मिल्यो भने कुरा मिल्छ, झगडै गर्न पर्ने हान्नै पर्छ भन्ने कुरा पनि छैन नि त। छैन। अब यस्तो त्यसमा अब अलिकति अब उमेर जोस जाँगर होला सबैको आफ्नो ठाउँमा छ, तर पनि अब आफूले एट द एन्ड चाहिँ बिर्सिनु भएन कि म चाहिँ जापानमा छु होइन। त्यही विद्यार्थीले अब झगडा गर्दाखेरि ठिक छ, रिस उठ्यो, झगडा गऱ्यो, एक दुई सर्ट हान्यो होला, एक दुई सर्ट खायो होला, तर पनि भोलि उसलाई नेपाल फर्काइदिन्छु ल भनेर प्लेनमा चढाइदिएपछि त उसले फेरि होइन मलाई नफर्काइदिनुहोस् दाइ, मलाई काहीँ न काहीँबाट बचाइदिने ठाउँ छ भने बचाइदिनुहोस् भने उसले पनि त रेन्डा कोही न कोहीलाई त गर्छ नि त। भनेपछि उसलाई पनि मनबाट होइन म हानिदिन्छु गइदिन्छु भन्ने त छैन उसलाई पनि। उसले पनि अब त्यो जोसमा अलिकति खाएको बेलामा त्यो चाहिँ अलिकति अब उसँग सँगै भएको मान्छेहरूले पनि उसलाई सायद अब सम्झाउन सकिन्छ, रोक्न सकिन्छ, तर सकेसम्म त्यसरी बाहिरै आउने गरी हुनु न। अब कसले झगडा गऱ्यो भन्दाखेरि नेपालले, कसलाई समात्यो भन्दा नेपालीलाई समात्यो भनेर त्यस्तो न्युज चाहिँ सकेसम्म नआओस्। किनभने नेपालको इमेज राम्रो बनाउनको लागि केही मान्छेहरूले एकदमै मेहनत गरिरहेको छ क्या। जस्तै मैले पनि केही ठाउँमा आफ्नो सक्ने गरिरहेको छु भने मेरो जस्तै कोही कोही मान्छेहरू अस्ति रामप्रसादले पनि गरिरहेको थियो, किनभने नेपालीले जित्यो भन्ने छ नि त। अब कोही प्रोफेसरहरूले गर्नुभयो होला, कोही अब सबैले आफ्नो ठाउँमा केही न केही गर्दै गर्दाखेरि चाहिँ अनि त्यति दुःख गरेर आफ्नो देशको इज्जत, देशको नाम चाहिँ माथि माथि पुऱ्याइरहेछौँ पुऱ्याउने मान्छेहरूले चाहिँ। अनि अब कोहीले चाहिँ अब होइन भनेर आफ्नो देशको नाम त्यो भोलि नेपाल कम्युनिटी र नेपाली भनौँ न को सबै बेइज्जती हुने काम चाहिँ नगरौँ भन्ने जस्तो लाग्छ मलाई चाहिँ है। किन त्यसले हामीलाई नै इफेक्ट गर्छ कति कुरामा। तपाईँले एकजना नेपालीहरूले राम्रो देशको लागि चिनाउने राम्रो काम गरिरहेछन् भन्नुभयो नि। एकजना मैले ठ्याक्कै एक्ज्याक्टली नाम बिर्सेँ, मसित अझै पनि फ्रेन्ड हुनुहुन्छ, राई समथिङ के राई हो। अनि यु एन्ड मी भन्ने एउटा के अरे गागको नेपालमा खोल्नु भएको छ। यु एन्ड मी, यु मे भनेर इङ्ग्लिसबाट यु एन्ड मी पनि हुन्छ र जापानिजबाट त्यसलाई युमे फेमस युमे पनि हुन्छ भनेर चाहिँ उहाँले चाहिँ भन्छ। उहाँको चाहिँ एउटा उनी छ क्या भन्नाले जापान यहाँबाट के डकुमेन्ट्री काइन्ड अफ डकुमेन्ट्री सानो छ, युट्युबमै छ अहिले पनि, तपाईँले पनि हेर्न सक्नुहुन्छ। त्यो युएनमी गएको आउँछ कि आउँदैन, तर युएनमी गएको जापानिज पनि नेपाली भनेर यताउता भनेर सर्च गर्नु भने एकदम पुरानो भिडियो छ, आजभन्दा लगभग 12-15 वर्ष अगाडिको। उहाँले चाहिँ आफ्नो काठमाडौँबाट पनि अब एकदम माथि नुवाकोटी हो कहाँ धादिङ हो थाहा एक्ज्याक्टली मलाई थाहा भएन, डाँडामा 2 दिन हिँडेर जानुपर्ने ठाउँमा अझै ठाउँमा भन त्यो ठाउँमा लिएर जानुभएको थियो क्या। अनि स्कुल खोल्नु भएको थियो। अनि यहाँबाट चाहिँ दाइगाको टोकियो दाइगाको पढ्नुहुन्थ्यो, जाने बेलामा चाहिँ कलमहरू कपीहरू यहाँ सबले सेन्सेहरूले या यहाँको अब अर्को अलिकति के भने सहयोग गर्नेहरूले चाहिँ उहाँलाई दिनुभएको। त उहाँले त्यस्तो गर्दै गर्दै 4-5वटा गएको खोलिसक्नु भयो क्या नेपालमा जापानको हेल्पले। अनि मेरोमा पनि आइरहेको छ क्या, भने मलाई कस्तो खुसी लाग्छ क्या। अनि उहाँलाई मैले एकचोटि बोलाएको पनि थिएँ आउनु भनेर, तर खै अब आयो बिजी हुनुभयो के थाहा। उहाँ चाहिँ अब श्रीमती पनि जापानिजै हुनुहुन्छ, बच्चाहरू पनि 2जना बच्चा हुन्छन्। अनि एकदमै राम्रो काम गर्नुभएको छ क्या उहाँले चाहिँ। अनि त्यहाँ ठ्याक्कै मलाई याद आयो, मैले एकदम अघि एकजना मान्छे हुनुहुन्छ क्या, सायद चिन्नुहुन्छ, कान्छा लामा भन्ने एकजना हुनुहुन्छ क्या। कान्छा लामा भनेको चाहिँ उहाँको सायद फेसबुकमा नाम काताकानामा छ होला। उहाँ चाहिँ 2021 को ओलम्पिक जापानमा भएको ओलम्पिकमा चाहिँ टर्च बोकेर टर्चको रनर भनौँ न, रनर भएर टर्च बोकेर हिँड्नु भएको मान्छे नेपाली, जापानमा भएको ओलम्पिकमा टर्च बोकेर हिँड्ने त्यो उसलाई त्यतिको त्यो एउटा जिम्मेवारी दिएको हो नि त, उसलाई त अनर दिएको हो नि त। त्यो गर्न पाउने भनेको चाहिँ कति ठुलो कुरा हो नि त। त्यो त इभन जापानिजले पनि नपाएको कुरा नेपालीले पाएको छ क्या। भनेपछि त्यो त कति ठुलो कुरा हो, कति ठुलो रिकग्निसन हो नि हाम्रो कन्ट्रीको लागि चाहिँ। हो त्यसरी चाहिँ अब कुनै न कुनै लेभलमा सबैले आफूले गरेको मेहनतहरू रिकग्नाइज हुँदै हुँदै जाँदै गर्दाखेरि त अनि ओके फाइन नेपाल चाहिँ राम्रो कन्ट्री रहेछ भन्ने एउटा इमेज बन्ने त हो नि होइन। फेरि त्यो स्पिच कन्टेस्टमै जाउँ है। त्यहाँ चाहिँ कस्तो त्यो टेमा टपिक होइन, टपिक चाहिँ आफैले सिलेक्ट गर्ने कि उनीहरूले टपिक दिएको हुन्छ यसको बारेमा कुरा गर्नुपर्ने हुन्छ कि कस्तो चाहिँ हुन्छ त्यहाँ चाहिँ? त्यहाँ चाहिँ कस्तो हो भन्दाखेरि तपाईँको एक्चुअली उनीहरूको एप्लिकेसन ओपन भइसकेपछि चाहिँ आफूले आफ्नो स्पिच लेख्ने अनि स्पिच बोलेको एउटा भिडियो बनाउने अनि एप्लाई गर्ने हो होइन। अनि उनीहरूले चाहिँ त्यो भिडियो र त्यो स्पिच उनीहरूले हेरेपछि त्यो चाहिँ आफूले जियो हो क्या, जे पनि आफूले टपिक सुझाउन पाइयो। अनि त्यो एप्लाई गरेको मध्येमा चाहिँ उनीहरूले अनि छान्छ, अनि त्यो छानिसकेपछि उनीहरूले होममानको लागि डेट दिन्छ, अनि फाइनल डेको दिनमा चाहिँ त्यहाँ गएर आफूले आफ्नो स्पिच भन्ने हो। हजुर भन्नाले अब फर इक्जाम्पल चाहिँ तपाईँ नेपाली हुनुभयो नि त, नेपाली सिलेक्ट भइसकेपछि अर्को नेपालीलाई सिलेक्ट गर्दैन कि कस्तो? यस्तो छ उनीहरूको मैले बुझेअनुसार चाहिँ त्यस्तो एउटा कन्ट्रीबाट 2जना हाल्न नमिल्ने चाहिँ होइन,
तर उनीहरूले पनि सकेसम्म चाहिँ विभिन्न देशको विभिन्न रिप्रेजेन्टेटिभको रूपमा चाहिँ हाल्न खोज्दो रहेछ क्या। अनि जस्तै म नेपालबाट थिएँ भने उनीहरूले अब अर्को नेपाली चाहिँ सिलेक्ट गरेको थिएन, तर अर्को चाहिँ मलेसियाबाट एकजना, फ्रान्सबाट एकजना, अनि अल्मेनिया भन्ने देशबाट एकजना, अनि त्यसपछि अल्मेनिया, हजुर अल्मेनिया भन्ने अल्मेनिया भन्ने देशमा एकजना, अनि त्यसपछि अर्को चाइनाबाट एकजना, कोरियाबाट एकजना, चाहिँ डिफ्रेन्ट देश, भियतनामबाट पनि थियो होला। भियतनामबाट चाहिँ थिएन यसपालि। हजुर त्यसमा चाहिँ अनि डिफ्रेन्ट कन्ट्रीबाट हजुर चाहिँ अब 12जना फाइनलिस्ट सिलेक्ट गरेर अनि होममानको फाइनल डेको दिन चाहिँ मेन स्पिच दिने भनौँ न। हजुर त्यहाँ चाहिँ फर्स्ट नै हुनुभएको थियो तपाईँ चाहिँ? हजुर भनेर चाहिँ अहिलेसम्म स्पिच दिँदाखेरि हजुर कतिवटा चाहिँ जित्नुभएको छ तपाईँले? फर्स्टै भएर गऱ्यो भने त मेबी 3-4वटा त होला होइन, तर पार्टिसिपेटै गऱ्यो भने चाहिँ मेरो फर्स्ट स्पिच कन्टेस्टबाट चाहिँ लगभग मेबी 6वटा जतिमा चाहिँ मैले पार्टिसिपेट गरिसकेँ, नर्मल भनौँ न अफिसियल उसमा चाहिँ। अनि 6वटा मध्येमा अब कुनैमा थर्ड भयो, कुनैमा सेकेन्ड भयो, कुनैमा अब फर्स्टमा त म 6 भएको थिएँ होइन, सबभन्दा मेरो फर्स्ट स्पिच कन्टेस्टमा चाहिँ। अनि त्यसरी हुँदै गर्दा फर्स्टै भएको चाहिँ 4वटा छ भनौँ न अहिले। फर्स्ट भएको 4वटा छ। हजुर टोटलमा तपाईँले कति? 7-8वटा जति भयो होला। 7-8वटामा आधी जति चाहिँ जित्नुभयो। हजुर हजुर ए म नि फोर्थ भएको थिएँ। ए हो र? फर्स्ट स्पिचमा त त्यो एक्सपिरियन्स पनि हुँदैन अनि नर्भस पनि भइन्छ नि त कतिचोटि, किनभने स्पिच कन्टेस्टहरूमा अब कतिजना भाग लिनुहुन्छ आजकल त धेरै राम्रो देखिन्छ पनि कतिवटा टिकटकहरूमा, तर त्यही हो आफ्नो एउटा कन्टेन्ट चाहिँ अब नर्मल कन्टेन्ट हुनु भएन, पहिला चाहिँ आफूले अब टपिक अलिकति आफूले के कन्टेन्ट लेख्नु छ अलिकति आफूले छुट्याउन सक्यो भने अनि त्यसलाई चाहिँ अब रेन्स्यु गरेर भनौँ न राम्रोसँग प्रेजेन्ट गर्न सक्यो भने त सकि नै हालिन्छ। त्यो तपाईँले प्रेजेन्ट गर्दाखेरि है तपाईँले यसपालि त्यो हाम्रो के को एक्ज्याक्टली के को बारेमा प्रेजेन्ट गर्नु? मैले चाहिँ माने खारे जारु क्याकु भन्ने टपिक थियो मेरो चाहिँ, त्यो चाहिँ अनइन्भाइटेड गेस्ट हो इङ्ग्लिसमा भन्नुपर्दाखेरि, अरूमा बिन बुलाए मेहमान भनौँ न। अनि त्यसमा चाहिँ मेरो ओभरअल टपिक चाहिँ के को बारेमा थियो भन्दाखेरि चाहिँ जस्तै कहिलेकाहीँ चाहिँ बिन बुलाए मेहमान घरमा आइदिन्छन्, सुरुमा हामीले राम्रो गरेर कहिले जान्छ त यो मान्छे भन्ने नि हुन्छ धेरै दिन बस्दै गएपछि भनौँ न। सुरुमै तपाईँको यही थियो? हजुर हजुर मैले पनि सुनेको थिएँ। त्यसमा चाहिँ मैले सानो स्टोरी हालेर कोही चाहिँ मान्छेहरू त्यसरी लाग्छ अब हामी पनि बिन बुलाए मेहमान त हुन्छ, जापान कसैले आऊ भनेर आएको होइन, हामी आफूले पढ्छौँ के गर्छौँ भनेर आयौँ। अब यहाँ आइसकेपछि अब यहीँ बस्दै गर्दाखेरि के कुराहरू कहिले राम्रो नै हुन्छ नराम्रो पनि हुन्छ होइन, तर त्यो हुँदै गर्दाखेरि चाहिँ घरमा आएको पाहुना चाहिँ सबै राम्रो पनि हुँदैनन् अफकोर्स, तर सबै नराम्रो पनि हुँदैनन् भन्दा हामी गएको दिन पनि सबै नराम्रो चाहिँ छैनौँ है। हाम्रो मध्येमा साँच्चीकै जापानलाई पनि कन्ट्रिब्युट गर्ने आफ्नो लाइफ पनि बनाउने भन्ने हिसाबमा आएको राम्रो इन्टेन्सनले आएको मान्छे पनि छौँ है। त्यही भएर हामी होला बिन बुलाए मेहमान त होला, तर तिमीहरूले राम्रोसँग वेलकम गरेर हामीले काम गरेको मेहनत गरेको कुराहरूलाई एप्रिसिएट गर्यो भने चाहिँ हामी मध्येमा राम्रो मान्छे पनि छौँ है। त्यही भएर मिलेर चाहिँ एकअर्का बिचको भिन्नतालाई खोज्नुभन्दा पनि डिफ्रेन्सेसलाई खोज्नुभन्दा पनि सिमिल्यारिटीलाई चाहिँ लिएर अगाडि बढाउन त भन्ने हिसाबमा चाहिँ त्यो ओभरअल कन्टेन्ट चाहिँ त्यो थियो मेरो चाहिँ। तपाईँले त अस्ति त्यहाँ अतिथि देवो भव पनि युज गर्नुभएको थियो। हजुर हजुर। त्यस पछाडि हाम्रो नारा के जिन्दाबाद मुर्दाबाद भन्ने पनि युज गर्नुभएको थियो, मैले हेरेको थिएँ। हजुर। अनि मजा आएको थियो तपाईँको त्यो सुन्दाखेरि चाहिँ। हजुर थ्याङ्क यू। त्यो चाहिँ तपाईँले त्यो जुन अस्ति उएनो पार्कमा हजुर तपाईँले त्यो मेन्सन पनि गर्नुभएको छ स्पिचमा, त्यो चाहिँ तपाईँलाई कस्तो लाग्छ? यस्तो अब आधी भिडियोमा हेर्ने मान्छेहरूले सायद कसैले चाहिँ किन यो नथाहा भएको जापानिजहरूलाई पनि सुनाएको भन्ने पनि लाग्छ होला होइन, अझै एक दुईवटा कमेन्ट पनि आएको थियो। तर कस्तो हो भन्दाखेरि चाहिँ त्यो फ्रेङ्कली भन्नुपर्दाखेरि चाहिँ म नेपाली हो, मैले आफ्नो नेपाली कम्युनिटी सपोर्ट गर्छु, आफ्नो ठाउँमा छ, तर जापानमा आएर जापानको कल्चरको रूपमा बसेर हेर्ने हो भने चाहिँ त्यो सही कुरा चाहिँ होइन। ठिक छ एउटा हलभित्र बसेर नारा लाउँ जे लगाऊ मिल्यो, फरक परेन, हलभित्र बसेर आफू आफूमा त गर्न पाइयो नि त होइन, तर पब्लिक त्यस ठाउँमा गएर चाहिँ अब उनीहरूलाई अलिकति इफेक्ट गर्ने गरी भनौँ न नोइज पोल्युसनदेखि होस् या त्यो क्राउडदेखि लिएर होस् त्यो कुराहरू सकेसम्म नगरिदिएको भए चाहिँ अझै राम्रो हुन्थ्यो कि, अथवा गर्न चाहेको, किनभने हाम्रो नेपालमा त्यतिखेर त्यस्तै इस्यु भइरहेको थियो। ठिक छ हामी पनि सपोर्ट गर्छौँ त्यो जुन रिभोल्युसन जुन भइरहेको थियो नेपालमा, हामीले पनि सपोर्ट गरेको, हामीले पनि चाहन्थ्यौँ त्यो जुन जेएनजीमा जे इन्सिडेन्ट भयो त्यसमा हामीलाई पनि दुःख त छ, तर त्यो कुरा चाहिँ सायद अलिकति बुझ्ने मान्छेहरू जो भइसिन्थ्यो त्यहाँ उहाँहरूले चाहिँ हलभित्र बसेर विदिन नेपाल कम्युनिटी गरिदिएको भए चाहिँ मेबी बेटर हुन्थ्यो लाग्छ मलाई। हामी देख्नेलाई पनि क्या अब अरूलाई त खै कस्तो हुन्छ के हुन्छ अप्ठ्यारो क्या, कति चाहिँ अप्ठ्यारो हुन्छ भने के गरेको होला, फेरि बुझ्ने मान्छे नै हुन्थ्यो। फेरि म 2-3-4जनालाई मैले फेरि त्यहाँ देखेको थिएँ, फेरि यस्तो मान्छेले किन यस्तो गरेको होला भन्ने पनि मलाई चाहिँ अलिकति त्यहाँनिर आएको थियो। पत्रकारहरू पनि आउनुभएको थियो, त्यहाँनिर नामहरू आएको थियो, अनुहारहरू पनि आएको थियो। मैले चाहिँ किन यसो गरिदिनु भएको होला, यो त्यो कल्चर त होइन जापानको होइन, त्यो कतिजना अब सायद मेबी त्यहाँ
अनइन्टेन्सनल्ली एउटा आफ्नो कन्ट्रीलाई सपोर्ट गर्ने हिसाबमा हामी उभिन मात्र जाने हो भनेर जाने पुग्ने मान्छे पनि हुनुहुन्थ्यो होला के अरे रियालिटी त त्यही होला नि त होइन त्यो मरेकोलाई चाहिँ श्रद्धाञ्जली या केही गरेर उभिनलाई नै जाने भन्ने नै हो थियो होला हो तिनीहरू नाराबाजी गर्नु भनेर गएको कोही पनि होइन तर त्यहाँ अब केही भनौँ न त्यो बिचमा चाहिँ केही हुँदै गर्दाखेरि त्यो नाराबाजीको अब एउटा त्यो सिचुएसन क्रिएट भयो अब त्यसलाई अब त्यहाँ अब सानो अलिकति कन्ट्रोल गर्नलाई पनि त्यहाँ कोही हुनुहुन्थ्यो होला अफकोर्स पनि होइन किनभने अब अलिकति जेन्युअल अलि हाई लेभलको मान्छेहरू पनि हुनुहुन्थ्यो एकजना अब अलिकति उमेरको हिसाबले पोजिसनको हिसाबले जान्ने बुझ्ने मान्छेहरू पनि हुनुहुन्थ्यो उहाँहरूले सायद त्यो चाहिँ अलिकति बढ्न नदिएको भए कन्ट्रोल गरिदिएको भए चाहिँ मेबी त्यो हुँदैन थियो होला अब त्यसमा अब कसो कमजोरी के भन्नु त थाहा भएन तर त्यो प्रोग्राम जुन उद्देश्यले अर्गनाइज गरिएको थियो त्यो चाहिँ उद्देश्यभन्दा बाहिरको हिसाबमा गएको भएर चाहिँ अलिकति नराम्रो भएको जस्तो लाग्छ त्यही न्युजै आएको थिएन एक्ज्याक्टली हजुर आएको थियो त्यही त नि बगैँचा न्युजै एनएचकेको च्यानलमा पनि आएको र मेरो स्पिच भन्दै गर्दाखेरि मेरो स्पिचबाट थाहा पाउनु भन्दा पनि एनएचकेको न्युजबाट जापानीले थाहा पाइसक्यो हजुर मैले चाहिँ अझ त्यो चाहिँ गरे पनि ठिकै छ त्यसमा नराम्रो इन्टेन्सनले गरेको होइन भनेर भन्न खोजेको मात्रै हो मैले चाहिँ त्यो अनि बुझाउनु पनि जरुरी चाहिँ छ क्या फेरि त्यो जापानिजहरूलाई चाहिँ अब हुन त अब हाम्रो कल्चरै त्यस्तो हो नेपालको जापानिजको कल्चर फेरि एकदमै सिम्पल छ एउटा झन्डा सन्डा बोकेको गर्छ हान्ताई हान्ताई भन्दै हिँडेर लाइनमा बसेर फेरि उनीहरूको पनि अरूलाई डिस्टर्ब नगरिकन पनि अलिक भन्नाले पनि हेर्दाखेरि पनि तिनीहरूको त्यो प्रोटेस्ट नै होइन जस्तो देखिन्छ नि त तर त फेरि हाम्रोमा चाहिँ फेरि विद्रोह नै गरौँ भन्ने छ फेरि नेपालीहरूको अलिकति भनौँ न त्यो अब गर्ने तरिकाहरू पनि पहिल्यै डिफ्रेन्ट पनि भयो अब ठिकै छ नेपालमा अब एउटा हिसाबमा छ भने नेपालमा एउटा कल्चर छ नेपालमा एउटा तरिका छ भने पनि त्यही लिएर जापानमा पनि गर्नुपर्छ भन्ने छैन देशमै फरक भयो एक्ज्याक्टली मलाई चाहिँ मेरो त्यो स्पिच कन्टेस्टमा चाहिँ मेबी मेरो स्पिचले त्यहाँ अब म्याक्सिमम् त सबै जापानिजहरू नै हुन्थ्यो सुन्न आउने मान्छेहरू चाहिँ होइन त्यहाँ हामी कन्टेस्टेन्ट बाहेक मेबी विदेशी भनेको मेरो दुईजना मेरो आउनु भएको थियो सपोर्ट गर्ने अथवा हेर्नको लागि भनेर उहाँहरू बाहेक प्रायः हो सबै निम्ति नै हुन्थ्यो हजुर अनि उहाँहरूले पनि के भन्नुभयो भने ओके फाइन आजको तिम्रो स्पिच सुनेर चाहिँ हो है सबै गाईको चाहिँ नराम्रो चाहिँ हुँदैन रहेछ उनीहरूले पनि सबै नराम्रै इन्टेन्सन राखेको हुँदैन रहेछ राम्रो कुरा पनि पक्षहरू पनि हुन्छ है भन्ने कुरा चाहिँ हामीलाई सोच्न तिम्रो स्पिचबाट चाहिँ प्रेरित भयो सो राम्रो लाग्यो भनेर चाहिँ इभन त्यो फरेन मिनिस्ट्रीको मान्छेहरूले इभन हाम्रो प्रिन्सेसले होइन अनि त्यो कोक्साई कौरी खाएको खाइचोलेहरूले भन्दै गर्दाखेरि चाहिँ ठिक छ मेरो स्पिचले पनि केही न काहीँ मद्दत चाहिँ पुऱ्याएछ भनौँ त्यो एउटा मेसेज पोर्ट्रे गर्न चाहिँ जस्तो लाग्यो मलाई चाहिँ त्यो तपाईँहरूसँग थियो नि हजुर स्पिच भन्ने अरू देशका उनीहरूको चाहिँ टपिक्सहरू कस्तो थियो उनीहरूको चाहिँ हजुर अब यस्तो छ मैले लास्ट टाइम उसमा पनि भनेको थिएँ त्यहाँ गएपछि मलाई के रियलाइज भयो भने आफूले अलिअलि बोल्न सकेको जापानिज पनि होइन यो चाहिँ तारिक नाइ हो र हजुर यस्तो राम्रो स्पिच यस्तो राम्रो निहोन्गो बोल्ने उनीहरूले है म उनीहरूको स्पिच सुन्दै गर्दाखेरि 12 जना हुन्थ्यो म 12 मा नि पर्छु कि पर्दैन भन्ने मलाई त्यो भइसकेको थियो क्या डर चाहिँ हजुर अनि कस्तो भयो भन्दा एकदमै निहोन्गोको लेभल त एकदम ब्रिलियन्ट भइहाल्यो उहाँहरूले युज गर्ने त्यो अब कन्टेन्ट भनौँ न उहाँहरूले ल्याएको त्यो कन्टेन्ट त्यो प्रेजेन्टेसन स्किलहरू हेर्दाखेरि पनि एकदमै वाउ नै हुने कि अनि कस्तो मलाई चाहिँ के डिफ्रेन्स लाग्यो मेरो र उहाँहरूकोबाट भन्दाखेरि चाहिँ जस्तै अर्मेनिया भन्ने देशको भयो नि उनीहरूको चाहिँ एम्बेसीले नै त्यो स्पिच कन्टेस्टको इन्फर्मेसन सेयर गरेर सबै आफ्नो सिटिजनहरू जति पनि हुनुहुन्छ यहाँ अर्मेनियाहरू उहाँले चाहिँ स्पिच कन्टेस्टलाई एप्लाई गर्नलाई आफूले प्रोत्साहन गरेर त्योबाट एम्बेसी आफैले छानेर आफैले रेन्स्यु गराएर त्यहाँ लिएर आउनु भएको रहेछ क्या त्यस्तो होइन एम्बेसीले होइन अब हाम्रो नेपाल कन्टेस्टमा कुरा गर्नु भने अलिकति पोसिबल त छैन तर हाम्रो एम्बेसीलाई त्यस्तो स्पिच कन्टेस्ट हुन्छ भनेर त्यो इन्फर्मेसन सेयर गरिदिनुपर्छ भन्ने कुरा पनि अलिकति त्यति के भन्नु अब त्यो छैन होइन सायद त्यो चाहिँ डिफ्रेन्स भएर पनि सायद अहिलेसम्म त्यहाँ नेपालीहरूले चाहिँ थाहा नभएको अथवा त्यहाँ गएर पार्टिसिपेट गर्ने हिम्मत नगरेको चाहिँ त्यो भएर पनि हुनसक्छ मलाई सायद कमजोरी चाहिँ हाम्रो नेपालको एम्बेसीहरूलाई चाहिँ यहाँ एनआरएनको मिटिङ कहिले छ के को चुनाव कहिले छ कसको के विमोचन गर्नुपर्ने कहिले छ कसको बर्थडे कहिले छ त्यो चाहिँ थाहा हुन्छ फेरि यस्तो कुराहरूमा चाहिँ खासै मैले छैन अलिकति मैले प्रेरित गरेको प्रोत्साहन गरेको नेपालीहरूलाई मैले त्यो एम्बेसीबाट कहिले पनि देखेको छैन क्या मैले चाहिँ हजुर मैले त्यहाँ चाहिँ उनीहरू जब त्यो मान्छेको कुरा सुनेपछि एउटा एम्बेसीले त्यो अर्मेनियन देशको मान्छेलाई त्यहाँ लिएर आएर जिताउनको लागि हो नि त उनीहरूले जिताएर आफ्नो अर्मेनियाको नाम यहाँ जापानमा त्यो
त्यो कन्टेस्टबाट चाहिँ फैलाउन खोजेको हो नि त उनीहरूले होइन सायद उनीहरूले न्युज पनि हाल्यो होला यदि जितेको भए न्युज पनि हाल्थ्यो होला उनीहरूले जापानमा कम्पिटिसन जित्यो भने अनि हाल्थ्यो उनीहरूले आफ्नो एम्बेसीबाटै त्यो प्रमोट गर्न खोजिरहेको छ आफ्नो देशलाई होइन अनि त्यो सँगसँगै अरू देशहरू पनि त्यसो जस्तै अब यो अरू जस्तै यो हाम्रो फ्रान्सको केटी पनि उहाँलाई पनि सेकेन्ड भएको हो हाम्रो फ्रान्सको चाहिँ एकदमै ब्रिलियन्ट ऊ चाहिँ फ्रान्सबाटै सिधै आउँदाखेरि नै स्कलरसिप पाएर आएको रहेछ आएको भर्खर 2-3 वर्ष भयो होला तर सायद हाम्रो यहाँ जापानमा बस्ने हामी 8-9 वर्ष बस्ने भन्दा पनि एकदमै ब्रिलियन्ट भाषा त्यस्तो राम्रो अनि उनीहरूलाई पनि एम्बेसीले नै त्यहाँ जान आउनको लागि उनीहरूलाई अब केही गाह्रो पर्छ भने होइन कौचुहीदेखि लिएर अनि यो अरू केही समस्या पऱ्यो भने त्यसको लागि सपोर्टदेखि लिएर सबै कुरा गरिदिनु भएको रहेछ क्या अनि त्यो कुरामा सायद हाम्रो नेपाली एम्बेसीले पनि अलिकति नेक्स्ट इयरबाट छ किन त्यो एभ्री इयर हुने कुरा हो नेक्स्ट इयर चाहिँ त्यो स्पिच कन्टेस्ट हुने बित्तिकै त्यो स्पिच कन्टेस्ट यस्तो हुँदैछ है भन्ने आफ्नो अफिसियल वेबसाइट अफिसियल पेजहरूमा पब्लिस गरिदिने अनि यहाँ चाहिँ जान चाहने मान्छेहरू इच्छुक हुनुहुन्छ केही आइडिया भएन सपोर्ट चाहियो भने चाहिँ हामीलाई भन्नुहोस् भनेर अलिकति गाइड गरिदिने गर्नुभयो भने चाहिँ मेबी एट द एन्ड चाहिँ एउटा नेपालीले जित्यो भने त नेपाली एम्बेसीको पनि राम्रै त हो उनीहरूको पनि होइन उनीहरू पनि प्रेस्टिज बढ्ने उनीहरूलाई पनि राम्रै एउटा भ्यालु पाउने हो त्यो चाहिँ मैले गर्नुपर्छ जस्तो लाग्छ अलिकति हो नि अब तपाईँले जित्नुभयो हो त्यो न्युजहरू आयो तपाईँले पनि आफ्नो उसमा तर एमबिसीबाट के आयो त आएन नि छैन त्यो चाहिँ मेबी खै थाहा पनि पाउनु भएन होला होइन थाहा नै हुँदैन क्या उनीहरूलाई हजुर तर त्यो रिकग्निसन चाहिँ के पनि छैन क्या यही ठाउँमा अरू देश भएको भए कसो गर्थ्यो होला के गर्थ्यो होला भन्ने हुन्छ नि एटलिस्ट केही न केही रिकग्निसन चाहिँ हुन्थ्यो होला नि त होइन केही गर्नु पर्दैन एउटा सामान्य एउटा तपाईँको नेपाल एमबिसीले एउटा नेपाल एमबिसी भनेर टिकटक बनायो होइन बरु त्यसको कमेन्टै अफ गरिदियो कमेन्ट छैन कमेन्ट नराम्रो आउँछ 100% थाहा छ बरु कमेन्ट अफ गरिदियो तर यस्ता कुराहरू हाम्रोमा चाहिँ यस्तो हुँदैछ या नेपालको यस्तो कम्पिटिसन हुँदैछ यो मान्छेले चाहिँ यति यो कम्पिटिसनमा गएर यो जित्यो है यसलाई बधाई छ भनेर 2 मिनटको भिडियो 1 मिनटकै भिडियोलाई 20 सेकेन्डको भिडियो हालिदियो भने एउटा केही न त केही त नेपालीहरूलाई मोटिभेट हुन्छ अर्को फेरि अर्को मान्छेले पनि ओहो यस्तो हुँदो रहेछ म पनि जान्छु यहाँ भनेर त्यही देखेर जान्छ नि त अनि जस्तै भनौँ न अब त्यो कन्टेस्टमा चाहिँ अब मैले यसपालि जितेँ भने अब यस पश्चातको 3 वर्ष 4 वर्ष रेगुलर नेपालीले जित्दियोस् त नेपालको इमेज त कहाँबाट कहाँ पुग्छ नि होइन त्यो कुराको लागि चाहिँ एउटा प्लेटफर्म क्रिएट चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई सम्बन्धित संस्थाहरूले चाहिँ त तपाईँ अगाडिको कुरा हो त मेसेज जाँदाखेरि पनि फर्स्ट नै तपाईँको देखेको मैले निहोन्जिनको पनि देखेको थिइनँ किन अब त्यो आएको थियो होला पनि मैले अब त्यो गरिनँ पनि होला के होला भन्ने पनि भयो नि त सुरुमा अनि त्यहाँबाट तपाईँ पछाडि फेरि 2-3 जना नेपालीहरू जानुभएको थियो मैले देखेँ तपाईँ पछाडि 2 जनाको देखेँ त्यसपछि म अरूको देखिनँ थियो पनि होला मेरोमा नआउन पनि सकेको हुन्छ कमसेकम एउटाले गर्दाखेरि अरूलाई इन्फर्मेसन हुन्छ क्या ल छ है यस्तो कुरा भन्ने त हुन्छ नि त होइन अनि त्यही त हाम्रो इन्फर्मेसन मासमा नि पुग्यो अनि उसले सक्छ भने मैले पनि सक्छु होला नि भनेर एउटा कन्फिडेन्स पनि हुन्छ च्यालेन्ज गरौँ भने एउटा ऊ पनि हुन्छ नि त मान्छेहरूलाई पनि त्यही भएर त्यो कुराहरू चाहिँ सकेसम्म पोटेन्सियल नभएको होइन हाम्रो नेपालीहरूमा पोटेन्सियल भएको नेपालीहरू पनि धेरै हुनु जस्तो लाग्छ मलाई होइन मैले स्पिच कन्टेस्ट जित्दै गर्दाखेरि मेरो भन्दा एकदमै ब्रिलियन्ट भाषा ल्याङ्ग्वेज हुने मान्छेहरू पनि नेपाली हुनुहुन्छ जो हाइलाइटमा आउनु भएको छैन अफकोर्स होइन र उहाँहरूलाई चाहिँ अब त्यो कुनै कतिलाई चाहिँ थाहा हुन्छ एकदमै राम्रो भाषा छ मान्छे पनि एकदम जेन्युन हुन्छ एकदम राम्रो ट्यालेन्टेड हुन्छ तर त्यो प्लेटफर्मको बारेमा थाहा छैन होइन अब त्यो स्पिच कन्टेस्टको बारेमा थाहा छैन कसरी एप्लाई गर्ने थाहा छैन त्यो बानगुमी के हो त जेन्युन हो कि फ्रड हो कि त्यहाँ कसरी जाने के गर्नुपर्छ त्यो पनि थाहा छैन हो त्यो प्रोपर इन्फर्मेसन चाहिँ अलिकति मासमा नपुगेको कारणले गर्दाखेरि पनि नेपालीहरूले अलिकति भनौँ त्यो अपर्च्युनिटीलाई ग्राब गर्न नसकेको जस्तो लाग्छ अब लेट्स चाहिँ अब आफूले सकेसम्म त त्यो अपर्च्युनिटीहरू सेयर गर्दै जाने हो त्यो इन्फर्मेसन सेयर गर्दै जाने हो र होपफुल्ली अझै धेरै नेपालीहरूले यो च्यालेन्जलाई भनौँ न अझै अगाडि गर्दै मेहनत गरेर अझै यो अपर्च्युनिटीको प्रोपर युज गर्नुहुनेछ जस्तो लाग्छ मलाई चाहिँ यहाँ तपाईँको नेपाल फेस्टिभलहरू गर्दाखेरि पनि त्यहाँनिर तपाईँको स्पिच कम्पिटिसनहरू गराइरहेको छ नि तपाईँ त्यस थाहा पाउनु भएन यस्तो त्यो स्पिच कन्टेस्ट म आफैले भाग लिएर त्यहाँ गर्दा भन्दा नि मैले त्यहाँको सिकाइ चाहिँ गरेको थिएँ एकचोटि एनाउन्सरको रूपमा चाहिँ हाम्रो IHNO भन्ने संस्था छ एउटा होइन अनि कोमियामा सेन्से हुनुहुन्छ त्यहाँ चाहिँ उहाँहरूले चाहिँ NRNAसँग सम्बन्धित भएर त्यो स्पिच कन्टेस्ट गराउनुहुन्छ क्या अब कतै थाहा पनि नहोला IHNO भन्ने संस्था चाहिँ मैले पहिला नि मेन्सन गरेको थिएँ उहाँहरूले चाहिँ युगाक्सीहरूलाई सेवा कुकिङ स्कलरसिप दिने संस्था हो जुन चाहिँ अब राम्रो स्टुडेन्टहरूलाई चाहिँ तपाईँको महिनाको 3 मा चाहिँ 2 वर्ष 4 वर्षको लागि उहाँहरूले स्कलरसिप दिनुहुन्छ क्या त्यो चाहिँ उहाँहरूले अहिलेसम्म मेबी सायद नेपाल मात्रै नभएर नेपाल बङ्गलादेश श्रीलङ्का गरेर मोर देन लाइक 1,00,000-2 लाखजना विद्यार्थीहरूलाई दिइसक्नु भएको छ उहाँहरूले स्कलरसिप अनि त्यो संस्था चाहिँ NRNAसँग मिलेर नेपाल जुन स्पिच कन्टेस्ट उनीहरूले गराउनुहुन्छ त्यो स्पिच कन्टेस्टको फाइनल चाहिँ नेपाल फेस्टिभलमा गराउन त भनेर गराउनु भएको उहाँहरूले चाहिँ अनि 2022 को स्पिच कन्टेस्ट चाहिँ 2 जना बहिनी 1 जना भाइ थियो एज अ फाइनलिस्ट अनि त्यतिखेर चाहिँ म पनि त्यहाँ त्यो पर्टिकुलर स्पिच कन्टेस्टको लागि मात्रै चाहिँ एज अ सिकाइ एनाउन्सरको रूपमा चाहिँ म त्यहाँ गर्न पाएको थिएँ भनौँ मैले
धेरैजनालाई चाहिँ तपाईँको त देखेर हजुर। मलाई पनि स्पिचमा जान मन छ हजुर। छन् क्या थुप्रो यहाँनिर तपाईँको लुकेका प्रतिभाहरू हजुर। धेरै छन् जापानमा लुकेका प्रतिभाहरू कसैलाई चाहिँ अब थाहा पनि नहोर हुन्छ नि हजुर। स्पिच कम्पी जुन अहिले अस्तिको जानुभयो त्यसैको होइन हजुर। त्यसमा चाहिँ कसरी एप्लाई गर्ने तपाईँको चाहिँ कसरी इन्टरनेटबाट गर्ने हो कि कसो गरेर यस्तो छ त्यसको लागि चाहिँ अब कोक्साई कौरिउ खाइ भन्ने छ होइन अनि अथवा तपाईँले नर्मली गएर दाइरोकुजु योन खाइ गाईकोकुजिन जेनकोकु बेनरोन ताई खाइ भनेर है दाइरोकुजु योन खाइ गाईकोकुजिन जेनकोकु बेनरोन ताई खाइ भनेर हान्नुभयो भने तपाईँको उनीहरूको वेबसाइट चाहिँ सबभन्दा सुरुमै आउँछ वेबसाइट अनलाइनमा हजुर अनलाइनमा वेबसाइटमा आउँछ त्यहाँ चाहिँ उनीहरूले अब नोटिस हालिरहेको हुन्छ भने अब स्पिच कन्टेस्ट हुन लाग्यो अब यसको डेडलाइन यतिमा छ भनेर अनि प्रोसेसहरू सबै त्यहीँ लेखेको हुन्छ इङ्ग्लिसमा पनि लेखिदिएको हुन्छ त्यहाँबाट अनलाइनबाट आफूले विदिन टाइम एप्लाई गर्ने आफ्नो स्पिच कन्टेस्ट लेखेर पठाउने एउटा भिडियो बनाएर पठाउने स्पिच कन्टेस्ट बोलेको त्यसैमा हजुर त्यही वेबसाइटमा आफ्नो भिडियो अपलोड गर्ने हजुर हजुर त्यसमा चाहिँ अनि आफ्नो जाइरो कार्डहरू सबै होइन जाइरो कार्डहरू केही पनि परेन हजुर तपाईँले उनीहरूले फर्म हुन्छ नर्मल तपाईँको अहिले स्ट्याटस के जस्तो स्टुडेन्ट हो कि डिपेन्डेन्ट हो कि वर्किङ हो कि अब तपाईँको एजु के हो तपाईँको चाहिँ सब जापानिज सिटिजन होइन विदेशी सिटिजन चाहिँ हुनु पर्यो एउटा क्राइटेरिया होइन अब जापानिज पासपोर्ट लिइसकेको मान्छेले चाहिँ गर्न मिलेन तर त्यो बाहेक अरूले चाहिँ जुनसुकै लेभल अफ एजको भए पनि जे भए पनि आफ्नो पर्सनल इन्फर्मेसन नर्मल त्यहाँ केही सर्टेन इन्फर्मेसन हाल्ने अनि वेबसाइटमा गएर उनीहरूलाई त्यो आफूले इन्ट्रेस्टेड छु भनेपछि उनीहरूले कस्तो खालको भिडियो कति मिनटसम्मको अनि अब भनौँ सो क्राइटेरियाहरू के छ उनीहरूलाई सबै पठाइदिन्छन् अनि त्यो टाइमभित्रको भिडियो आफूले स्पिच लेखेर यति वर्डभित्रको स्पिच लेख्ने टपिक आफैले आफूले चुज गर्न पाए अरे बोल्ने पठाइदिने हो सिलेक्ट भएपछि गएर बोल्ने हो त्यही कन्टेस्टमा गएर ए नर्मल त्यस्तो गाह्रो केही पनि छैन छैन अब अस्तिको लटमा चाहिँ कति 172 कतिजनाले एप्लाई गर्नुभएको थियो भने मैले सुनेको थिएँ है अनि त्यसमा चाहिँ 12जना चुज भएको रहेछ त्यही भएर अब सायद नेपालीहरू धेरै नहोला तर अरू देशको मान्छेहरू चाहिँ धेरै नै हुन्छ क्या एप्लाई गर्ने 112 जना 172 जना हजुर हजुर भने नेपालीहरू कम नै हुनुहुन्थ्यो जस्तो लाग्छ कि तपाईँ मात्रै हुनुहुन्थ्यो कि बा बियर पनि छैन त बाहिर न उनीहरूले अब भएन तर अब सायद हुनुहुन्थ्यो होला या कोही हुनुहुन्थेन पनि होला हुनुहुन्थ्यो पनि होला किनभने पहिले पनि हाम्रो विश्व दाईहरू पनि जानुभएको थियो हजुर सेकेन्ड भएर आउनुभएको थियो हजुर हजुर हुनुहुन्थ्यो होला तर अब बाहिर हुनुहुन्थ्यो होला बाहिर नआउनुभएको हजुर धेरै चाहिँ हुनुहुन्थेन जस्तो लाग्यो मलाई चाहिँ मेबी अरू देशकै धेरैजना हुनसक्छ सायद मेबी अरू देश अझ मे स्पेसली चिउको खानकोको भन्नु न सायदको चाहिँ बढी थियो होला जस्तो लाग्छ मलाई अब यो स्टुडेन्टहरू छन् हजुर सोचुग्यो हुन आँटे अब सानगाजुमा कतिले त कम्पनी पनि खोजे कति खोज्दै पनि होला हजुर हजुर अनि त्यहाँबाट अब वर्किङ जानुपर्ने छ वर्किङ गर्नुपर्ने छ कतिलाई टेन्सन कतिले खाइसके पाएका पनि छैनन् क्या कतिजनाले पाएको छैनन् अहिले त झन् यो एसएसडब्ल्यू आएर यो सजिलो पनि भएछ अनि त्यहाँबाट त उनीहरूले काम पनि गर्न छ त्यो एसएसडब्ल्यू चाहिँ धेरै आएको भएर अहिले काम चाहिँ वर्किङलाई चाहिँ अलिकति गाह्रो पनि परेको छ भन्ने पनि सुनिरहेछौँ यसोमा अब भर्खर सोचुको सिउसुको हुन आँटेको स्टुडेन्टहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ यस्तो छ अब सिउसुको हुन लागेको विद्यार्थीहरूलाई चाहिँ सबभन्दा पहिला बुझ्नुपर्ने कुरा चाहिँ तोकुतै गिनौले गर्न मिल्ने कुरा र भोलि गिजिनकोकु भएर स्याइन तोसिँदै गर्न मिल्ने कुरा चाहिँ काम चाहिँ के हो त होइन भनेर पहिला त्यो बुझ्न आवश्यक छ के हो भन्ने कुरा त हजुर त्यो बुझ्नु अब त्यसको लागि चाहिँ कसरी बुझ्ने त भन्दाखेरि चाहिँ त्यसकै बारेमा कतिजना कन्टेन्ट क्रिएटरहरूले बोलिरहनु भएको छ नि त टिकटकमा भिडियो त्यो हेर्ने त्यहाँ हेर्ने त्यहाँ बुझ्यो भने त्यही मान्छेलाई सोध्ने बरु अथवा नेटमा खोज्ने अथवा सेन्सर खोज्ने अथवा हामीलाई सोधिनु भइहाल्यो थाहा भएको कुरा हामी भनिदिइहाल्छौँ होइन अनि त्यो कुन चाहिँ काम चाहिँ गर्न मिल्छ कुन चाहिँ काम गर्न मिल्दैन त्यो कुरा पहिला आफै एनालाइज गरिसकेपछि आफूले यदि सिउसुको गर्नु छ भने अब किनभने टाइम छैन होइन इचिगाचु त अब अलमोस्ट सकिन लागिहाल्यो निगाचु सानगाचु भइहाल्यो सानगाचु तपाईँको बिचमा 14-15 त सोचियो नै भइहाल्छ अब विदिन 1 महिनाभित्रमा निकाल्नको लागि सिउसुको गर्नको लागि के गर्नु पर्यो भन्दाखेरि चाहिँ फर्स्ट अफ अल चाहिँ आफ्नो अब इचिगाचुमा आउने रिजल्ट जेएलपिटीको के छ त त्यसको रिजल्ट रेडी गर्नु पर्यो त्यसपछि यदि जेएलपिटीको रिजल्ट पास भएन भने पनि जेएलपिटी जस्तै अरू जुन जेएफटी जेपिटी नेट के भन्नु छ नि त त्यो कुनै इक्जाम दिएर भयो भने त्यसमा भयो भने त्यसको रिजल्ट लिएर बस्नु पर्यो निहोनको नोटिफिकेसन मागेको खण्डमा देखाउनको लागि र चाहिँ हप्तामा महिनामा एउटा खाइसा उकेर गरेर चाहिँ हुँदैन रिजल्ट होइन हप्तामा एटलिस्ट 2टा 3टा 4टा 5 किन गएकोले त तपाईँलाई त अब सिउसो गर्ने मान्छेलाई चाहिँ त्यहाँ सानखा गर्छौ भने खेसिकी त एब्सेन्ट त गराउँदैन नि त होइन उनीहरूले सिउसो खाँचो गर्नको लागि त उनीहरूले दिन्छ क्या भनेपछि त्यो युटिलाइज गर्ने काम बरु 1 महिना बिदै बस्ने बरु फरक परेन तर चाहिँ 1 दिनमा एउटा खाइसा चाहिँ उकेर गर्ने गर्नुभयो भने तपाईँको 1 महिनामा तपाईँले ल भन्नु न 1 दिनमा अब हप्तामा तपाईँले 5वटा खाइसा उकेर गर्नुभयो भने 1 महिनामा तपाईँले एउटा खाइसा तपाईँलाई त्यो फिक्स भइहाल्छ क्या हुन्छ
अनि आत्तिनुपर्छ भन्ने छैन, तर आफूले सेफ साइड जस्तै अब मेरो सिउसोको सानगाछो सोचेको हुनेसम्म भएन भने के गर्ने त? खासदो भिजा लाउने हो कि तोक्दै जाने हो कि तोक्दै जाने हो भने तोक्दैको सिकाको लिएर बस्नु पर्यो, खासदो भिजा लाने हो भने गएकोबाट सुसेन्जीको लागि पेपरलाई गएकोमा उनीकै गर्नु पर्यो। भने त्यो आफूले सेफ साइड लिने कुराहरू चाहिँ आफ्नो अप्सनमा राखेर अनि एभ्रिडे एउटा खाइसा चाहिँ उकेर गर्ने, त्यो चाहिँ गऱ्यो भने चाहिँ केही न केही राम्रै रिजल्ट आउँछ जस्तो लाग्छ मलाई चाहिँ। कोही कोही मात्रै हुन्छ क्या भाग्यमानी। हजुर सुरुमै एकचोटि दुईचोटिमा भुने, हजुर, नत्र प्रायः जस्तो धेरैजनाले मेहनत गर्नै पर्छ। पर्छ अब उसले पायो, उसले चाहिँ मैले पनि दोस्रोचोटिमा एकचोटि चाहिँ तपाईँको हाकिन, हजुर, यो के इन्जिनियरिङ भन्ने हो समथिङ, यहाँ सिन्जुकुमा त्यसको अफिस थियो, हाकिन त्यहाँ गयो। अनि त्यहाँबाट उता तब इन्जिनियरिङ भनेपछि हामी त क्याड पढेको, हामी सेनोन पढेको। अनि त्यहाँबाट भर्खर अब कति नै भएको जापान आएको 4 वर्ष त भएको थियो, सेनोन गएको पढ्यो। अनि त्यहाँबाट मेन्सो चाहिँ लियो क्या। अब त्यसले यस्तो यस्तो क्वेसन सोध्ने होइन, अनि त्यो वर्डहरू यस्तो हार्ड वर्डहरू युज गरेर भास्ट गर्ने, क्वेसनै नबुझ्ने क्या। म बुझेँ के भनेको क्वेसनै नबुझिने। अनि त्यहाँबाट यसले त यिनीहरूले त एकदम हाई चाहेको रहेछ भन्ने कुरा चाहिँ त्यहाँबाट थाहा भयो। अनि ओहो गाह्रो पनि भयो क्या। ओहो अब यस्तो भयो भने त कहाँ गरिन्छ भन्ने भयो। त्यस पछाडि हाम्रो त खाइसेमा अब गएकोहरू के अरे गएकोमा खाइसेहरू आउँछ नि त, नै आउँछ नि त त्यति बेला। अनि त्यहाँ एउटा हाम्रो फेरि तानिङ सेन्सेले चाहिँ कागजै बोकेर आउँथ्यो क्या, गएकोहरूको के अरे खाइसाहरूको लिएर आउँथ्यो। अनि को केमा गर्ने हो, यहाँ खाइसाहरू आएको छ, त्यसको नाइयोहरू चाहिँ खाइसकेको कामहरू यो भनेर भन्थ्यो क्या। ल यसमा छ को जाने, छ को जाने, यसमा छ को जाने भनेर भन्थ्यो। अनि मैले भने मलाई चाहिँ कस्तो त्यति बेला चाहिँ जुन एउटा काम भन्यो, जुन म त्यो कम्पनीमा छिरेँ, जुन त्यो त्यही के अरे सेन्सेले लिएर आएको थियो कागज। अनि खाइताई कोजी हो भनेर, खाइताई कोजी भनेको थाहा थिएन, खाइताई भनेको के भन्यो थाहा थिएन, भत्काउने भन्यो थाहा थिएन क्या। अनि खाइताई भनेर कोजी हो भनेर भन्यो। अनि त्यसपछि के काम गर्नुपर्छ सिन्छ भने क्याडकै काम हो, अफिसमा बसेर क्याड गर्ने हुन्छ। अनि हामीले सक्छौँ त गर्ने, त्यो कन्फिडेन्स छैन क्या। मैले त्यसरी सोधेको क्या सेन्सेलाई। अनि हामीले सक्छौँ त त्यो काम गर्न। अनि चाहिँ किन नसक्नु, त जाने बित्तिकै तँलाई काम लगाउने होइन नि त, तँलाई त्यहाँ जान्छ, सिकाउँछ, सबै कुरा गर्छ। अनि काम के हो भनेर तिनीहरूले त्यसको सेचुमे गर्छ। अनि त्यसपछि सिकाउँदै गएपछि गर्ने हो। त आज गएर भोलि नै ल तँलाई यो क्याड बना, यो क्याड गर भन्दैन नि भनेर भनेको। ल त्यसो भए म जान्छु भनेर भने त्यो सेन्सेले। अनि त्यहाँ ल रिडिक्स तयार पार, सबले त्यो त्यति बेला रिडिक्स तयार पार्ने नै थियो क्या, बनाउँदै थियौँ। अनि मैले लेखेँ थिएँ आफ्नो रिडिक्स। अनि ठक्क ल सेन्सेले सबै मिलाइदियो, उहाँले अब सिउसे गरिदियो, सबै सिउसे गरिदियो, यताउता गरिदियो। अनि त्यहाँबाट ल म एप्लाई गरिदिउँ त भनेर भन्नु, हुन्छ भनेर भन्यो, पठाइदियो। मेन्सेन्सु भयो। मेन्सेन्सुमा चाहिँ जुन त्यो कागज लिएर आएको रहेछ नि, त्यो चाहिँ अब हामीलाई डाइरेक्ट खाइसाले पठाएको रहेनछ, त्यो चाहिँ हाकेन गाइसाले पठाएको रहेछ, बुझ्नुभयो। अनि हाकेन गाइसा चाहिँ हामी मेन्सेन्स दिँदा चाहिँ त्यसले चाहिँ हामीलाई लिएर गयो क्या, त्यो हाकेन गाइसाले चाहिँ लिएर गयो क्या। अनि गइसकेपछि हामीलाई अघि भने मैले 3 जना लगाएर मेन्सेन्स गराएँ। तर अनि 1 हप्ता पछाडि नाइते आयो क्या। नाइते अब सेकेन्डमा आएको, फेरि क्लासको सेकेन्डमा आएको, कति खुसी भयो भने होइन। तर त्यो अन्त हाम्रो त हाकिन गाइसा चाहिँ कस्तो थियो भने काम मात्रै लगाइदिने क्या, हामीसित खान्के नै क्या। हामी त अफिसमा छिरेपछि सबै कुरा अब आफ्नै स्यालेरी पनि त्यहीँबाट पाउने, सबै कुरा त्यो मतलब हो नि त खान्के नै क्या। त्यसले चाहिँ हामीलाई पुऱ्याइदिने ल्याइदिने र अन्तिममा भिजा एप्लाई गर्दाखेरि चाहिँ हामीसित सबै डकुमेन्टमा आएर अनि त्यो जुन चाहिँ खाइसाको पेपर हुन्छ नि, त्यो पेपर चाहिँ उसले नै लिँदो रहेछ क्या। उसैले मागिदियो, हामीले चोक्से छु उसले मागेर, अनि हामीले हाम्रो डकुमेन्ट, उसले चाहिँ खाइसाको डकुमेन्ट अनि त्यो लगेर त्यसलाई बुझाउने, अनि त्यहीसँग गरेर एप्लाई गर्थ्यो। अनि सबै एप्लाई गरेर अनि त्यस पछाडि ऊ चाहिँ साइड लाग्यो, एप्लाई गरिदियो, चिन्ता पनि जित्दै गयो। अनि कस्तो 5 वर्षको भिजा आइदियो, आउन पनि त्यसमा पुरै खुसी भयो, कति खुसी भयो। अनि त्यहाँबाट सुरुमै 5 वर्षको भिजा आइदियो, ठ्याक्क नाइयो पनि मिलेको सबै। त्यही मलाई के लाग्यो अहिलेको गाक्सेहरू चाहिँ तैँले भन्नुभयो नि, जस्तै कतिजना गाह्रो परिरहेछ न, एउटा मेन्टालिटी सबभन्दा सुरुमा चाहिँ के हो भन्दाखेरि पैसा दिएर अनि नाइते लिइहाल्छु, पैसा दिएर खाइसा फिक्स भइहाल्छ, अरू किन गर्नु पऱ्यो टेन्सन लिएर भनेर त्यो एउटा मेन्टालिटीबाट चाहिँ बाहिर निस्किनु आवश्यक छ सबभन्दा पहिला होइन। अनि पैसा दिए पनि पैसा नदिए पनि सकेसम्म चाहिँ पैसा दिनु भन्दा नि आफैले मेहनत गरेर नाइते निकाल्दा बेटर होइन। अनि अर्को भनेको एकैचोटिमा एउटै खाइसामा सुरुमै फर्स्टमै नाइते निस्किन्छ भने कसैको पनि हुँदैन।
होइन। इभन मैले आफैले भन्नुहुन्छ भने मैले पनि तपाईँको लागि 9वटा कि 10वटा पहिला दिएँ, यता एबुरु फुतौसानमा यो मिची सुमितोमोमा दिएँ होइन, धेरैवटा खाइसमा दिएपछि 11औं नम्बरबाट बल्ल नाइती आउनु थालेँ। त्यसपछि चाहिँ मैले 11, 12, 13, 14 4वटा नाइती निस्केपछि अनि मैले आफूले चुज गरेँ क्या कम्पनी कुनमा जाने भनेपछि सुरुमा एउटा कम्पनी 2टा कम्पनीमा दिएर नाइती आएन अब सक्यो भनेर आत्तिनु नि पर्दैन। त्यसबाट सिक्दै सिक्दै जाने हो, इम्प्रुभ चाहिँ गर्नुपर्छ आफूले होइन। अनि अर्को भनेको चाहिँ अब जस्तै मेन सेचुमा गएर तपाईँले जस्तै भन्नु त्यहाँ गएपछि काम सिकाउँछ नि उनीहरूले, जाने बित्तिकै सुरुमा त गराउँदैन भने जस्तै जस्तै जाने बित्तिकै उनीहरूले काम फटाफट ल गर भनेर त भन्दैन नि त। तपाईँ केही पनि भाषै नसिकेको मान्छे जापान आएर 4 वर्ष सर्भाइभ गर्न सक्नुहुन्छ भने 4 वर्ष जापानमा बसिएको मान्छे खाइसामा छिरेपछि केन्सी उकेर गरेर काम गर्न सकिहाल्छ नि होइन, त्यो पनि नेपाली। भनेपछि तपाईँले गर्नुपर्ने के हो भन्दाखेरि मेन सेचुमा त्यो आधी घन्टा 1 घन्टा चाहिँ मसँग एकदम यस्तो पोटेन्सियल छ, तैँले दिएको सिकाएको काम म जे पनि गर्न सक्छु, म तेरो कम्पनीमा चाहिँ मैले स्यालेरी मात्रै लिन आउने होइन, तेरो कम्पनीमा केही न केही म इन्भेस्ट गर्न आउने हो, मैले मेरो ट्यालेन्ट मेरो स्किल एजुकेसन लिएर आएर तेरो कम्पनीलाई म बेटर बनाउँछु भनेर भनेको भरमा खाइसा फिक्स हुने हो क्या। हो त खासमा सुन्ने हो क्या, त्योभन्दा बढी केही भन्नु नै पर्दैन, त्योभन्दा बढी यस्तो उस्तो केही चाहिँदैन। अनि अर्को कुरा मैले भने जुन अघि त इन्जिनियरिङको म त मेसेज चाहिँ त्यहाँ यस्तो गाह्रो क्वेसन सोध्यो भने नि अब यहाँ मेसेज हाम्रो चोक्सेछु स्याचोसित थियो, स्याचो र फुक स्याचो बुढाबुढी थिए, बुढाबुढी थिए, तिनीहरूले नि सिम्पल क्वेसन क्या, नर्मल केही पनि छैन क्या, के कहिले आइस के गर्छस् कस्तो गर्छस्, हाम्रो खाइसामा काम यो हो, तिमीहरूले गर्न सक्छौ कि सक्दैनौ, यताउता एकदम नर्मल। त्यो त्यहाँ भाषै नबुझेको यतातिर कति नर्मल सोधेन तिनीहरूले। कस्तो भने तपाईँको यो प्याटर्न पनि हो कि जस्तै अब नान्दे निहुन्दे हातरा किताइ देशका होइन, किन जापानमा काम गर्न चाहन्छौ त भन्नुहोस्, अब किन हाम्रै कम्पनीमा काम गर्न चाहन्छौ त होइन, अनि किन तिमीले अहिले पढेको यो सब्जेक्ट जे हो बिजनेस चाहिँ किन पढेको त, अथवा आइटी चाहिँ किन पढेको त, अब नेपालबाट जापान चाहिँ किन आएको त अरू अमेरिका अस्ट्रेलिया नगएर होइन, अबको 5 वर्षपछि 10 वर्षपछि जापानै बसेर हाम्रै कम्पनीमा काम गर्छौ कि हामीलाई तिमीले बिचा लिम बनाएर अर्को महिना छोडिदिने हो कि, त्यो भनेको त फिक्स्ड क्वेसन हो क्या, फिक्स्ड क्वेसन हो नि। अब क्वेसन के आउँछ थाहा छ आफूलाई होइन, अब त्यही पनि गएर भन्न नसक्नु भनेको त अब लिक भएको क्वेसन पेपर हातमा छ त्यही पनि इक्जाममा गएर फेल हुने जस्तो हो क्या, सोध्ने त्यही नै हो क्या, त्योभन्दा बाहेक अन्त सोध्दैन। पछि अन्तिममा गएर खाइसकेको बारेमा सेचुमीहरू गर्छ, यस्तो यस्तो गर्छ, अनि त्यहाँबाट त्यो चाहिँ अलिकति बुझ्नुपर्ने हुन्छ के चाहिँ काम रहेछ कस्तो चाहिँ काम रहेछ भने, न त त्योभन्दा अगाडि सोध्ने भनेको क्वेसन यही हो, किन आइस जापान, के गर्छस्, यो कम्पनी नै किन चाहियो तँलाई, यही सोध्ने हो। अनि त्यही अब अलरेडी एन्सर क्वेसन थाहा हुँदा अब आफूले त्यही अनुसारले प्रिपेयर गरेर गएर त्यही प्रिपेयर गरेको एन्सर भनिदियो भने त रिजेक्सन हुने चान्सेस सायद धेरै नै कम छ होला। अब अलिअलि नर्भसनेस भन्ने कुरा त आफूले आफूलाई कन्फिडेन्ट बनाउने हो होइन, त्यो गऱ्यो भने चाहिँ राम्रो। तर अझै पनि टाइम बिग्रेको छैन भनौँ न, गर्न सक्ने विद्यार्थीहरू छन्, सो बेटर सबैलाई बेस्ट अफ लक गऱ्यो भने त राम्रो भइहाल्छ। हामीले पनि त्यही प्रोसेस गर्दै गर्दै आएको हो, हामी जस्तै कति मान्छेले त्यही प्रोसेस गर्दै आएको, त्यही भएर यदि अरूले सक्छ, यदि हामीले सक्छ, यदि अर्को थर्ड पर्सन सक्छ भने उहाँहरूले सकिहाल्छ है। आफूले कन्फिडेन्ट आफूमा चाहिँ कन्फिडेन्ट हुनु पऱ्यो, गर्नु पऱ्यो भन्ने कुरा। त्यही त नि, त्यही हो अब के होइन स्टुडेन्टहरूलाई चाहिँ आदि मैले चाहिँ के भन्छु अझै एउटा कुरा के थप्न चाहन्छु भने चाहिँ पहिले जस्तो अहिले जापान छैन, आजभन्दाको 5 वर्ष अगाडिको जापान र अहिले जापान एउटै छैन। 5 वर्ष अगाडिको पनि 5 वर्ष अगाडि 192 मा रामेन आउँथ्यो भने त्योभन्दा 10 वर्ष अगाडि पनि 192 मै रामेन आउँथ्यो, तर अहिले बढेछ, खेइजाइ पनि बिग्रेको छ, सबै बिग्रेछ। त्यो जापान अहिले छैन। पहिले काम सजिलै पाउन सकिन्थ्यो, जुनै पनि कम्पनीले मान्छे नभएर लिन्थ्यो भने अहिले त्यही कम्पनीले चाहिँ 10 जनामा को राम्रो छ त्यसलाई मात्रै लिन्छ। त्यही भएर अहिले चाहिँ मेहनत चाहिँ गर्नुपर्छ, पहिले जस्तो छैन भने एकदम मेहनत चाहिँ एकदम गर्ने पर्छ। अनि अर्को मैले के भन्छु भने एउटा इङ्ग्लिसमा मेरो चाहिँ लेस ब्राउन भन्ने हुनुहुन्छ क्या एकजना, मैले पहिला त्यो बाङ्गुमै नै मैले भन्थेँ होइन, अनि उहाँको चाहिँ एकदम धेरै कुराहरू राम्रो लाग्छ मलाई। उहाँले के भन्नुहुन्थ्यो, इफ यु वान्ट एन्ड हार्ड लाइफ डु इजी थिङ्स रे होइन, बट इफ यु वान्ट इजी लाइफ डु हार्ड थिङ्स रे क्या। अब तिमी सजिलो काम गऱ्यो भने तिम्रो जिन्दगी चाहिँ गाह्रो हुन्छ, तिमी गाह्रो काम अहिले गर्छौ भने तिम्रो जिन्दगी सजिलो हुन्छ। अब तिमीलाई त क्वेसन पनि थाहा छ, खाइसा एप्लाई गर्ने पनि थाहा छ, आफूसँग भएको खुइ पनि थाहा छ भनेपछि तिमीले अहिले तिमीलाई 1 हप्ता तिमी नसु त के भयो त, 1 हप्ता नसु त 1 महिना काम नगर होइन, तर त्यसपछि खाइसा फिक्स भएपछि त जति सुत्दैन जति बिदा नि बस न होइन, 1 महिना छ र 1 महिना 1 दिन पनि नसुत्देऊ ल, त्यही त होइन, तथा 2 घन्टा सुत्देऊ 3 घन्टा सुत्देऊ, हामीले पनि नसुतेको त्यसो होइन, हामीले पनि 2 घन्टा 3 घन्टा सुतेर गरेको हो नि त होइन। ह्युमन लाइफ भनेको ह्युमन बडी भनेको तपाईँले जति हो अलिअलि पछि साइड इफेक्ट्स देखेला गाह्रो होला, तर सकिन्छ क्या। 6 घन्टा सुतिन्छ भने 5 घन्टा सुतेर 1 घन्टा केही गर्न पनि सकिन्छ, 4 घन्टा सुतेर गर्ने मान्छे पनि छन्। त्यही भएर अब बाँकी रहेको यो जुन 1 महिना 2 महिना बाँकी छ यो टाइम चाहिँ एकदम घाम बात्ते गरेर अब मेहनत गर्नु पऱ्यो।
प्लस स्पिच कन्टेस्टमा जानेहरूले भनेको चाहिँ आफू अपडेटेड हुनको लागि अब त्यो स्पिच कन्टेस्ट चाहिँ एभ्री इयर हुन्छ नि त। जस्तै एनआरएनएको स्पिच कन्टेस्ट अहिले तपाईँले भन्नुभयो जुन उहाँ गर्छ उहाँको हुन्छ, त्यो बाहेक अब आफ्नै गएकोमा स्पिच कन्टेस्ट हुन्छ, अर्को त्यो आइएचएनको स्पिच कन्टेस्ट हुन्छ, त्यो चाहिँ म अस्ति गएकै जुन त्यो यो कोक्साई कौरी खाएको स्पिच कन्टेस्ट त्यो पनि हुन्छ अर्को वर्ष फेरि अब हाचीगाचुमा। भनेपछि अब त्यो कुराहरूमा चाहिँ कहाँ कहिले खुल्छ भनेर अपडेट इन्फर्मेसन आफूले अपडेटेड राख्ने अनि एप्लाई गर्ने, च्यालेन्ज गरेर हेर्ने, भइहाल्यो भएन भने एउटा ल एक्सपिरियन्स हुन्छ के छ र। त्यही त नि त्यही त हो नि होइन, अन्तिममा अब यही भनेर टुङ्गाउनु अब हजुर त्यही हो। अनि अब मैले त के भने मैले भनिहालेँ अहिले भर्खर, अहिले सजिलो खोज्यो भने पछि गाह्रो हुन्छ, अहिले गाह्रो अलिकति मेहनत गरेर पछि सजिलो हुन्छ। अनि अनावश्यक टाइम भन्ने कुरा चाहिँ धेरै इम्पोर्टेन्ट हुन्छ भनौँ न, किनभने सायद टाइमलाई चाहिँ अहिले प्रोपरली युटिलाइज गऱ्यो भने पछि गाह्रो हुन्छ। आफूसँग भएको पोटेन्सियल आफूले आफूमा बिलिभ गर्नु पऱ्यो अनि सपना चाहिँ देख्नुपर्छ होइन। किनभने जस्तै अब तपाईँलाई भनौँ न, तपाईँलाई पनि अब अहिले यो पोडकास्ट गर्न त खाइसकेको काम गरेर खाऊ त ठिकै छ त, तपाईँलाई आफ्नो एउटा प्यासन एउटा केही गर्छु भनेर छ नि, त्यो सबैसँग कोहीलाई गीत गाउने होला, कसैलाई नाच्ने होला, आफ्नो प्यासन फलो गरेर केही न केही आफूलाई इम्प्रुभ गरेर एभ्री डे एन्ड एट द एन्ड अफ द डे होइन खुसी हुनुपर्छ, मेहनत गरेर ओके फाइनली मैले यति चाहिँ मैले गरेँ है भनेर त्यो सेटिस्फ्याक्सनको साथ सुत्न सक्ने वातावरण भयो भने त्यही त हो। पछि अब सुत्न पाइनँ भने त पछि यति सुत्न पाइन्छ कि ढाड दुख्छ। दुख्छ अहिले काम मात्रै गर्नु नसुतेको मेहनत चाहिँ गर्नु पर्यो है। हजुर ल अमित केसीजी एकदम धेरै धेरै धन्यवाद आइदिनु भयो तपाईँलाई होइन। एकदम तपाईँलाई पनि एउटा मेसेजमै रिप्लाई गरेर आइदिनु भयो होइन, धेरै 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 धन्यवाद। पछि फेरि सहकार्य गर्दै हेर्नुहोस्। डेफिनेटली तपाईँले जो राम्रो सुरु गर्नुभएको छ पडकास्ट, जसले चाहिँ अब सायद अहिलेसम्म सायद इन्फर्मेसन नपुगेको मान्छेहरूलाई केही राम्रो इन्फर्मेसन पनि पुग्छ होला। अनि यस्तै प्रोपर इन्फर्मेसनहरू चाहिँ उहाँहरूलाई भनौँ न के गाइडेन्स एज अ गाइडरको रूपमा एज अ गाइड गर्नुभयो भने चाहिँ केही न केही स्टुडेन्टहरूले पनि तपाईँलाई राम्रो फिडब्याक दिनेछ। सो किप अन वर्किङ भनेर राम्रो लाग्यो मलाई सबै कुराहरू। सो बेस्ट विसेस तपाईँलाई पनि, अनि यो अपर्च्युनिटी दिनुभएको तपाईँलाई पनि धेरै धेरै थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद। र तपाईँहरूलाई नि केही कुराहरू स्पिच कन्टेस्टहरूको बारेमा थाहा छैन बुझ्न मन छ भने सिधै उहाँलाई फेसबुकमा पनि कन्ट्याक्ट गर्दा हुन्छ, मेसेज गर्दा हुन्छ है। धन्यवाद, थ्याङ्क यू सो मच। हस्।